प्रवेशिका परीक्षालाई मध्यनजर गर्दै भनेर सबै नेपाल क्याम्पसद्वारा आयोजित यस एलएलबी प्रवेशिका परीक्षा तयारी कक्षामा उपस्थित हुनुहुने सम्पूर्ण परीक्षार्थीहरूमा नमस्कार व्यक्त गर्दछु। हिजोका दिनमा जस्तै क्लासको निरन्तरता स्वरूप आज हामीले मौलिक हक सम्बन्धमा आज हामी कक्षा सञ्चालन गर्न गइरहेका छौँ। हाम्रो संविधान, नेपालको संविधान लगायत अहिलेसम्म जारी भएका संविधानहरूमा के कस्ता किसिमका मौलिक हकहरूको व्यवस्था गरिएका थिए, यी सन्दर्भमा आज हामी चर्चा गर्न गइरहेका छौँ। हजुरहरूले 1-1.5 घन्टा आजको हाम्रो क्लासलाई धैर्यता गरेर साथ सुनिदिनु हुनेछ, साथ दिनुहुनेछ भन्ने अपेक्षा पनि हामीले राखेका छौँ। आजको यस क्लासको लागि रिसर्च पर्सन चाहिँ दाइ समीर रिजाल हुनुहुन्छ। उहाँले हजुरहरूलाई फन्डामेन्टल राइट्स टपिकमा आज हजुरहरूलाई पढाउनु हुनेछ। यति भन्दै अब आजको क्लास चाहिँ सुचारू गर्नको लागि मैले समीर रिजाल दाइलाई अनुरोध गर्न चाहे। धन्यवाद विकास भाइ। सबैजनालाई नमस्कार। अघि उहाँले मेरो हिसाबले परिचय गरिसक्नु भएको छ। अब ढिला नगरिकन हामी आजको विषयवस्तुतर्फ अगाडि बढ्दैछौँ। सर्वप्रथम त तपाईँहरूले अब यत्रो एलएलबीको इन्ट्रान्स दिइरहँदाखेरि होइन, सबैभन्दा महत्त्वपूर्ण एउटा चाहिँ हामीले संविधानको अंश पढ्दै गर्दा फन्डामेन्टल राइट्स भन्ने एउटा च्याप्टर पढ्नुपर्ने हुन्छ, जुन चाहिँ नेपालको संविधानको भाग 3 होइन, भाग 3 मा मौलिक हकको स्पष्ट व्यवस्था गरिएको छ। अब तपाईँहरूलाई अब यति छोटो 1 हप्ताको मात्रै अब समय बाँकी छ इन्ट्रान्सको लागि होइन। त्यही भएर यो 1 हप्ताको अन्तरमा चाहिँ तपाईँले अब अहिलेसम्म नेपालमा रहेका विद्यमान रहेका के कस्ता मौलिक हकहरू रहेका छन् अथवा कति हाम्रा मौलिक हकहरू रहेछन् र ती मौलिक हक व्यवस्था भइकन तिनीहरूका उपचारका व्यवस्था अथवा तिनीहरू हनन भइरहेको अवस्थामा कसरी हामीले त्यो प्राप्त गर्न सक्छौँ भन्ने बारेमा थोरै जानकारी पाउनुपर्ने हुन्छ होइन। त्यही भएर हामीले यसै सन्दर्भमा अब फन्डामेन्टल राइट्सको बारेमा हामी थोरै अध्ययन गर्छौँ। फन्डामेन्टल राइट्स भनेको हाम्रो एक हिसाबले ह्युमन राइट जस्तो पनि यही भित्र अन्तर्गत पर्दछ होइन। मानव भएर जन्मिसकेपछि हामीले प्राप्त गर्ने अधिकारलाई हामीले मानव भएपछि जन्मिएपछि हामीले पाउनुपर्ने र प्राप्त गर्ने सम्पूर्ण अधिकारलाई हामीले ह्युमन राइट भन्छौँ भने फन्डामेन्टल राइट भनेको चाहिँ राज्यमा कुनै पनि राज्यको तपाईँ नागरिक भइसकेपछि अथवा नागरिक नरहँदा पनि तपाईँ त्यो राज्यमा भइसक्यो, राज्यको कन्सेप्ट आइसकेपछि, एउटा स्टेट एउटा सोभरेन सार्वभौम राज्य भइसकेपछि त्यो राज्यले आफ्ना जनताका लागि दिने होइन, जनताका लागि व्यवस्था गरिदिने, जनतालाई के कस्ता चाहिँ अधिकारहरू दिनुपर्छ जनतालाई। किनभने हामी त अब अहिले त डेमोक्रेसीमा छौँ भनेपछि सबै जनता, हामीले त संविधान जारी गरेका छौँ भनेपछि त्यो संविधानले सबै सार्वभौम को छ त भन्दा सार्वभौम जनतालाई मान्ने गर्छ होइन संविधानले। सोभरेनिटी लाइज अपन द इज भेस्टेड अपन द पिपल अफ नेपाल भनेर भन्छौँ हामी। ती जनतालाई कस्ता खालका अधिकारहरू प्रत्याभूत गर्ने त संविधान त रूपमा ऐन कानुनले कसरी चाहिँ उनीहरूलाई फन्डामेन्टल राइट्सहरूको व्यवस्था गर्ने भन्ने विषयमा चर्चा भएको देखिन्छ। त्यही भएर हामीले यो प्रक्रिया चाहिँ जस्तो इन्टरनेसनली अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने हामीले जुन म्याग्ना कार्टाको कुरा गर्छौँ 1215 को म्याग्ना कार्टादेखि लिएर होइन, म्याग्ना कार्टा 1215 त्यो बेलादेखि नै हेर्ने हो भने फन्डामेन्टल राइटको कुरा जनतालाई प्रत्याभूत गर्नुपर्ने अधिकारका कुराहरू गरिएका छन् होइन। पछि हामीले 17औं शताब्दीतिर आइसकेपछिको अवस्थामा जस्तो अमेरिकन डिक्लेरेसन अफ इन्डिपेन्डेन्स भन्दा हामीले 1776 होइन अमेरिका इन्डिपेन्डेन्ट घोषणा भएको त्यति बेला चाहिँ युरोपियन शक्तिहरूको उपनिवेशबाट चाहिँ छुटकारा पाएको 1776 को अमेरिकन डिक्लेरेसन भएपछि अमेरिकी संविधान त्यसको 13 वर्षपछि अमेरिकी संविधानको संविधान जारी भयो। पछि बिल अफ राइट्स होइन, त्यसपछि हामीले युरोपियनमा त्यसपछि इङ्ग्लिस बिल अफ राइटहरूको कुराहरू गऱ्यौँ। यी सबै कुराले चाहिँ फन्डामेन्टल राइट अथवा चाहिँ त्यसपछि चाहिँ फन्डामेन्टल राइटको अवधारणा सुरु भएको होइन। यसमा तपाईँहरूले अर्को बुझ्नुपर्ने कुरा के छ भने शासन व्यवस्था जब चाहिँ जनताको हातमा आयो अथवा जनताहरू अलिकति बढी उनीहरू फ्रिडम खोज्न थाले अथवा उनीहरू चाहिँ जो कोही पनि शासन
गर्न सक्ने अथवा जो कोही पनि राज्यको सार्वभौम अधिकार सम्पन्न भएर अथवा ठुलो अधिकार अथवा राज्यलाई हाँक्न सक्ने व्यवस्था बनेपछि सम्पूर्ण जनताले पनि समान रूपमा अधिकारहरू प्रत्याभूत गर्न सक्नुपर्छ, उनीहरूले प्राप्त गर्न सक्नुपर्छ भन्ने अवधारणालाई लिएर फन्डामेन्टल राइटलाई चाहिँ जब बिस्तारै त्यसको कन्सेप्ट सुरु भएको मान्न सकिन्छ, बिस्तारै त्यो फन्डामेन्टल राइट रिकगनाइज भएको भनेर मान्न सकिन्छ होइन। त्यही भएर फन्डामेन्टल राइट भनेलाई चाहिँ कसरी डिफाइन गरिएका छ भने फन्डामेन्टल राइट आर दोज राइट्स विच हेभ बिन ड्युली रिकगनाइज एन्ड ग्यारेन्टेड बाई द कन्स्टिट्युसन एन्ड आर इन्फोर्सेबल एगेन्स्ट द स्टेट भनेर भनेको छैन। एउटा भनेको कस्तो राइट हो रे भन्दाखेरि एउटा भनेको राज्यले राज्य अथवा राज्यको संविधानले र राज्यको ऐन कानुनले त्यसलाई ग्यारेन्टी गरेको भन्छ, भनेको ग्यारेन्टेड बाई दि कन्स्टिट्युसन होइन, ग्यारेन्टेड बाई संविधान, कुनै पनि राज्यको ऐन कानुन संविधानले ग्यारेन्टी गरेको। र अर्को ग्यारेन्टी त गरियो, ग्यारेन्टी गर्नु भनेको त्यहाँ व्यवस्था त गरियो, तर व्यवस्था लेख्दैमा त कतिपय कुराहरू त पालना भएको छैनन् होइन, भएको अवस्था रहेन। त्यो भएर त्यसलाई ग्यारेन्टी मात्रै अथवा त्यसलाई चाहिँ त्यहाँनिर उल्लेख मात्रै गर्ने होइन, त्यसलाई इन्फोर्स पनि गर्ने, त्यसलाई लागू पनि गर्ने, त्यसलाई परिपालना गर्ने, व्यवस्था गर्ने होइन, इन्फोर्सेबल एगेन्स्ट द स्टेट हुन्छ राज्यको विरुद्धमा। त्यही भएर फन्डामेन्टल राइट भनेर हामीले बुझेको कस्तो हुन्छ भने फन्डामेन्टल राइट भनेको कहिलेकाहीँ राज्यको विरुद्धको पनि अधिकार हुँदो रहेछ भन्नु। अब यसमा उदाहरणले हेर्ने हो भने कोही व्यक्ति माइतीघर मण्डलामा गएर चाहिँ विरोध जुलुस अथवा कुनै एउटा संस्था मिलेर व्यक्तिहरू मिलेर चाहिँ विरोध गर्छन् राज्यको विरुद्ध होइन। कुनै एउटा राज्य जस्तो भर्खरै नागरिकता विधेयक चाहिँ पास भएर बिल होइन ऐन बनिसकेको अवस्थामा चाहिँ विभिन्न एउटा ठुलो जमात चाहिँ के गरिरहेको छ त भन्दा त्यसको विरुद्धमा गएर प्रदर्शन गरिरहेको छैन। त्यो हामीले राज्यले गरेका कुनै निर्णयहरू चाहिँ त बुझ्दैन भने त्यो चित्त नबुझेको निर्णयलाई हामीले प्रतिवाद गर्न सक्छौँ, त्यसको प्रोटेस्ट गर्न, डेमोन्स्ट्रेसन गर्न सक्छौँ। तर हामीलाई त्यो हाम्रो एउटा फ्रिडम जस्तो हो। तर राज्यले हामीलाई घरबाट निस्किनै नदिने, हामीलाई बन्देज गरेर राख्ने अवस्था बन्यो भने होइन, राज्यले हामीलाई घरभित्र थुनेर राख्यो, बाहिर निस्केर हामी राज्यको विरोध पनि गर्न पाउँदैनौँ, एउटा निरङ्कुश शासन बनिरहेको छ भने त्यस्तो अवस्थामा त्यो फन्डामेन्टल राइट इन्फोर्स भएको हो कि होइन त भन्दा होइन। त्यही भएर अनौपचारिक तरिकाले अथवा अलिकति बुझ्दाखेरि एउटा हामीले के बुझ्न सक्छौँ भन्दाखेरि यो फन्डामेन्टल राइट भनेको राज्यले नै ग्यारेन्टी गर्दो रहेछ गर्न चाहिँ, र यसलाई फन्डामेन्टल राइटलाई ब्रिज गर्ने, यसलाई हनन गर्ने पनि एउटा प्रमुख तत्त्व सधैँ राज्य हुँदो रहेछ। ह्युमन राइटलाई पनि त्यस्तै मानव अधिकारको सबभन्दा ठुलो मानव अधिकारको हनन गर्ने को त भन्दा राज्य नै हुँदो रहेछ। त्यही भएर संविधानले फन्डामेन्टल राइट को व्यवस्था गर्यो र त्यो फन्डामेन्टल राइट सँगसँगै त्यसको उपचारको पनि व्यवस्था गरेको छ। हामीले 2004 सालपछि हरेक संविधानमा चाहिँ फन्डामेन्टल राइटहरू केही फन्डामेन्टल राइटहरू इन्क्लुड गरिएका छन्। हामीले कन्स्टिट्युसनल हिस्ट्रीमा त्यति धेरै डिपली हामीले त्यसमा जानु पर्दैन, तर हामीले अहिलेसम्म कतिवटा संविधानहरू प्राप्त गऱ्यौँ र ती संविधानमा हामीले के चाहिँ एउटा देख्न सक्छौँ भन्दा अहिलेको संविधानसम्म आउँदाखेरि अहिलेको संविधानले कतिवटा फन्डामेन्टल राइट चाहिँ प्रत्याभूत गरेको छ, कतिवटा व्यवस्था गरेको छ। अलिकति इन्टरेक्टिभ पनि बनाऊ है तपाईँहरूले, म यसो बिचमा भन्दै गरेर कसैले यसो रिप्लाई पनि गर्नु होला, तपाईँहरू पनि सुनिरहनु भएको छ भनेर मैले त्यसमा 31 वटा सर हो। अब 31 वटा फन्डामेन्टल राइट योभन्दा अगाडिको संविधानले कतिवटा गरेको थियो भनेर भन्दाखेरि 22 कि 23 छ होइन, 21 वटा 21 वटा भनेपछि हामीले हरेक संविधान 21 वटा अन्तरिम संविधान होइन, भनेपछि हामीले हरेक संविधान आउँदै गरेको अवस्थामा एउटा के कुरा चाहिँ नयाँ देखेका रहेछौँ भन्दा जनतालाई दिने जुन मौलिक हक जुन फन्डामेन्टल राइट छ त्यो चाहिँ सङ्ख्या त्यो धेरैभन्दा धेरै फन्डामेन्टल राइटहरू नयाँ नयाँ थपिँदै गएका रहेछन्। भने समय अनुकूल के भइरहेको छ भन्दा धेरैभन्दा धेरै अधिकारहरू चाहिँ राज्यले आफूसँग राख्ने भन्दा पनि जनतालाई दिनुपर्छ, अथवा राज्यले धेरै जनताका अधिकारहरूलाई खोज्ने, त्यसलाई कर्टेल गर्ने, बन्देज गर्ने गर्नु हुँदैन, त्यो उनीहरूलाई दिनुपर्छ र त्यो संवैधानिक अधिकार हुनुपर्छ, कन्स्टिट्युसनल राइटको रूपमा हुनुपर्छ भनेर भनेको छ। भने हामीले बुझेको के त भन्दा यो एउटा भनेको के रहेछ, एउटा तत्त्व तपाईँले थाहा पाउनुपर्ने कुरा यो ग्यारेन्टी गरिएको रहेछ कहाँ भन्दा राज्यको संविधान वा ऐन कानुनले यसलाई ग्यारेन्टी गरेको रहेछ र यसलाई लागू गरिएको रहेछ र यो राज्य होइन राज्यको विरुद्धमा यसलाई इन्फोर्स गराउन सकिँदो रहेछ। राज्यले मैले दिन्न भन्दा पनि किन दिइनस् भनेर हामीले राज्यलाई प्रश्न गर्न सक्दो रहेछ होइन। त्यही भएर कहिलेकाहीँ हुन्छ नि त, तपाईँहरूलाई फेरि उदाहरण के हिसाबले हेर्ने हो भने जस्तो तपाईँहरू लकडाउनको बेलामा हामीलाई लकडाउन गरेर चाहिँ अथवा निषेधाज्ञा भनेर गरेर हामी घरभित्र बस्यौँ होइन,
तपाईँहरू सबैले त्यो अनुभव गर्नुभएको छ। हामी घरभित्र बस्यौँ, हामीलाई घरबाट बाहिर निस्किन दिइँदैन थियो, अथवा कहिलेकाहीँ कर्फ्यू जारी हुन्छ नि, अलिकति सिचुएसनहरू हेरेर अलिकति त्यस्तै खालको हिंसात्मक गतिविधिहरू भइरहेको छ, प्रोटेस्ट डेमोन्स्ट्रेसन एकदमै व्यापक रूपमा भइरहेछ भने कर्फ्यूहरू लगाउने हुन्छ। त्यो भनेको एक हिसाबले हाम्रो राइट टु फ्रिडम भनेको चाहिँ हामी निर्वाध रूपमा हिँड्न पाउँछौँ, हामीले कतै घुम्न पाउँछौँ। यो नेपाल राज्यको जुनसुकै ठाउँमा गएर तपाईँ घर बनाएर बसोबास गर्न पाउने तपाईँलाई प्रपर्टी राइट अन्तर्गत फन्डामेन्टल राइटको रूपमा दिएको। तर तपाईँलाई त्यहाँ रोकिदियो राज्यले मान्छे। त्यो चाहिँ कस्तो हुन्छ त भन्दा राज्यले कहिलेकाहीँ त्यस्तै विषम परिस्थितिको अवस्थामा भन्दा स्टेट अफ इमर्जेन्सी भन्छ कहिलेकाहीँ आपतकालीन स्थितिमा अथवा त्यस्तै खालको सिनारियो क्रिएट गर्ने राज्यले कहिलेकाहीँ चाहिँ खोज्न सक्दो रहेछ। तर राइट टु लिभ विथ डिग्निटी भनेर जुन हामीले धारा 16मा भनेर भन्छौँ नि होइन, राइट टु लिभ विथ डिग्निटी भनेर सम्मानपूर्वक हामी बाँच्न पाउने हाम्रो अधिकार सुनिश्चित गरेको छ। तर बाँच्न पाउने नै अधिकार कटेल गर्ने, मान्छे मार्न पनि मिल्ने भन्ने त हुँदैन होला नि त होइन। तर कहिलेकाहीँ तपाईँको यही प्रपर्टीका राइटहरू हुन्छ नि, यो सम्पत्तिको अधिकार भनेको तपाईँको सम्पत्ति छ, तपाईँ एउटा चाहिँ निश्चित एउटा परिधिभित्र तपाईँको चाहिँ ठुलो जग्गा छ, त्यहाँ जग्गाको बिचमा तपाईँले घर बनाएर बस्नु भएको छ। त्यो तपाईँले अरू बेला तपाईँको त्यो राइट टु प्रपर्टी होइन, त्यो सम्पत्ति त्यहाँनिर राज्यले पनि तपाईँलाई नसोधी तपाईँको अनुमति नलिई त्यो खोसेर लान पाउँदैन। हामी त्यो छौँ नि। तर कहिलेकाहीँ के हुँदो रहेछ त भन्दा जस्तो त्यो हुँदै गर्दा तपाईँ चाहिँ एउटा समुदायमा बसेको सबैभन्दा ठुलो कम्पाउन्ड भएको घर छ तपाईँको, त्यो कम्पाउन्डमा चाहिँ तपाईँको ठुलो स्पेस खाली छ। अब भूकम्प गएको बेलामा सबै मान्छेहरूको वरिपरिका घर भत्कियो, त्यहाँ खुला स्पेस भएन भने राज्यले के गर्न सक्छ त भन्दा त्यो खुला तपाईँको घरमा भएको कम्पाउन्डको खुला स्पेस चाहिँ अन्य व्यक्तिलाई त्यहाँनिर आश्रय टेन्टहरू बनाएर तत्काल रूपमा अस्थायी रूपमा बसोबास गर्नलाई व्यवस्था गराउन सक्छ। तपाईँ त्यसलाई रोक्न सक्नुहुन्न। तर यतिकै कुनै पनि कारण बेगर तपाईँको घरमा अन्य व्यक्ति आएर बस्यो भने तपाईँले यो मेरो राइट हो, मौलिक मेरो यो सम्पत्ति हो, यो जग्गामा बनेको यो घर पनि मेरो हो र यो सम्पूर्ण जग्गा मेरो अनुमति बेगर मलाई नसोधिकन कोही पनि व्यक्ति अन्य व्यक्ति आएर यहाँ बस्न पाउँदैन भनेर भन्न पाउनुहुन्छ। किन पाउँदैन भन्दा नेपालको संविधानको धारा 25ले राइट टु प्रपर्टी सम्पत्तिको हक व्यवस्था गरेको छ। त्यही अन्तर्गत सम्पत्तिको मेरो यो हक हुँदाखेरि कोही व्यक्तिले त के राज्यले पनि मलाई नसोधिकन मलाई मेरो अनुमति नलिकन यो लिन पाउँदैन भनेर तपाईँले भन्न पाउनुहुन्छ। त्यहाँनिर राज्यले पनि पाउँदैन, राज्यले अनुमति लिनुपर्छ र पब्लिक गुडका लागि केही राम्रो कामका लागि त्यो राज्यले त्यो मेरो जग्गा अथवा मेरो घर जग्गाबाट बाटो जाँदैछ र त्यो चाहन्छ भने चाहिँ फेरि मैले पनि दिन्न भन्न पाउँदिनँ। त्यो सर्टेन सर्कमस्टान्सेसहरू छन्। त्यही भएर फन्डामेन्टल राइट भनेको चाहिँ कस्तो रहेछ त भन्दा फन्डामेन्टल राइट हामीले पढ्दाखेरि यो राज्यले व्यवस्था गर्दो रहेछ होइन, र राज्यकै विरुद्धमा हामीले जनतालाई राज्यका विरुद्धमा प्रयोग गर्न समेत दिएको रहेछ। र यसलाई हामीले यसको ब्रिज भयो भने, यो भयोलेट उल्लङ्घन गरियो भने तपाईँको राइट टु प्रपर्टी, अघि मैले धारा 25मा सम्पत्तिको अधिकार भने तपाईँको सम्पत्तिको अधिकार कोही व्यक्ति आएर कब्जा गर्ने, राज्यको कुनै एउटा निकायले आएर कब्जा गर्यो, तपाईँको घर जग्गामा पुलिस प्रशासनले आएर कब्जा गरेर आफ्ना चाहिँ मान्छेहरू त्यो पुलिस प्रशासन आएर त्यहाँ बसिरहेको छ भने तपाईँले के गर्न सक्नुहुन्छ भने अब तपाईँको सुरक्षाका लागि प्रमुख जिम्मेवार हुने प्रहरी होइन, प्रहरी निकाय भनेको प्रहरी स्वयंले त्यो कब्जा गर्यो भने तपाईँले भन्न कहाँ जाने त, तपाईँलाई त समस्या होला। अब तपाईँ केही समस्या पर्यो, केही दुःख आइलाग्यो अथवा कसैले तपाईँलाई दुःख दियो, त्यस्तै घटनाहरू घटेका छन् भने तपाईँ कहाँ जानुहुन्छ भन्दा प्रहरीलाई उजुरी गर्न जानुहुन्छ। तर प्रहरी नै गरिरहेको छ भने के गर्ने त भन्दा अब त्यति बेला तपाईँले संविधानले नै व्यवस्था गरेको तपाईँको फन्डामेन्ट मौलिक हकको उपचार कहाँ गरिएको छ भन्दा मौलिक हकको उपचार प्रदान गरिनेछ भनेर धारा तपाईँको 47मा तपाईँले पढ्दै हेर्नु होला होइन। त्यहाँनिर अब तपाईँले धारा टिपेर धारा 46 होला सर। हेलो हजुर सर, संवैधानिक उपचार 46 जुन संवैधानिक उपचारको धारा 46मा जुन यस भागद्वारा पनि हकहरू राइटहरू थिए त्यसलाई चाहिँ हामीले नेपालको संविधानको धारा 133 र 144लाई प्रयोग गरेर संवैधानिक उपचार पाउन सक्छौँ भनेर भनेको छैन। भनेको अब तपाईँको फन्डामेन्टल राइट होइन, तपाईँले फन्डामेन्टल राइट धारा 16 देखि तपाईँका 31वटा फन्डामेन्टल राइट कुन कुन हुन् भन्दा धारा 16 देखि भनेको
आर्टिकल 16 देखि आर्टिकल 46 सम्म जति पनि फन्डामेन्टल राइटहरू छन्, ती जति पनि राइटका कुरा गरिएका छन् ती भनेका फन्डामेन्टल राइटहरू हुन्। 31वटा फन्डामेन्टल राइट छन् भनेको राइट टु कन्स्टिट्युसनल रिमेडिज, कन्स्टिट्युसनल रिमेडीको अधिकार जुन हामीले संविधानको उपचारको हक भनेर छाडेको छ त्यो पनि एउटा फन्डामेन्टल राइट हो। भनेको फन्डामेन्टल राइट त्योभन्दा अगाडि जति पनि मौलिक हकहरू उल्लेख गरिएका थिए ती हकहरू यदि पुरा भएनन् भने अथवा पुरा राज्यले नै दमन गरेर केही कारणले बस अथवा कोही व्यक्तिले कुनै निकायले तपाईँका मौलिक हकहरू हनन गरिरहेका छन् भने तपाईँले धारा 76 लाई प्रयोग गरेर धारा 46 लाई प्रयोग गरेर संवैधानिक उपचारको हक प्राप्त गर्न सक्नुहुन्छ। र धारा 46 मा 46 मा चाहिँ व्यवस्था भएको हुन्छ अब तपाईँ अर्को संविधानको धारामा जानुपर्ने हुन्छ जुन चाहिँ हामीले एक्स्ट्रा अर्डिनरी जुरिस्डिक्सन अफ द सुप्रिम कोर्ट भनेर धारा 133 भने तपाईँले पढि पनि सक्नुभयो होला हैन। आर्टिकल 133 अफ द कन्स्टिट्युसन भनेको यो चाहिँ न्यायपालिका सम्बन्धी व्यवस्था भएको भागमा धारा 133 मा सर्वोच्च अधिकारको क्षेत्राधिकारको कुरा गरेको छ र 133 मा सर्वोच्च अदालतमा हामीले असाधारण क्षेत्राधिकार सर्वोच्च अदालतको असाधारण क्षेत्राधिकार अन्तर्गत रहेर रिट त्यहाँबाट इस्यु हुने रिटको प्रयोग गर्ने अथवा कहिलेकाहीँ ऐन कानुनले अथवा कुनै पनि निकायले गरेको गलत निर्णय कुनै पनि निकायले गलत निर्णय गर्दैछ सार्वजनिक संस्था हैन संस्था सरकारी निकायले गरेका गलत निर्णयहरू अथवा संविधानको मर्मभन्दा बाहिर गएर त्यसलाई प्रतिकूल हुने गरी विभिन्न ऐन कानुनहरू बन्यो भने त्यस्तो अवस्थामा चाहिँ हामीले सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र भन्दा एक्स्ट्राअर्डिनरी जुरिस्डिक्सन अफ द सुप्रिम कोर्टलाई प्रयोग गरेर हामीले चाहिँ त्यो उपचार प्राप्त गर्न सक्छौँ। त्यही भएर फन्डामेन्टल राइटलाई एकदम स्ट्रिक्टली संविधानले व्याख्या पनि गरेको छ, संविधानमा त्यसलाई उल्लेख पनि गरेको छ र त्यसको उपचारको पनि व्यवस्था गरेको छ भनेर भन्न सक्छौँ। बुझ्नु अब तपाईँहरूले त्यही जुन भाग 3 मा हामीले फन्डामेन्टल राइट भएको चाहिँ भाग 3 हामीले हेरिरहेका थियौँ त्यसमा चाहिँ के छ भन्दा 16 देखि 46 सम्म फन्डामेन्टल राइट छ, 47 र 48 मा पनि अन्य दुईटा प्रोभिजनहरू छन् हैन। त्यो दुईटा प्रोभिजनहरू के छन् त भन्दा एउटा मौलिक हकको कार्यान्वयनको विषयलाई लिएर छ भनेको अब हामीले के बुझ्नुपर्छ भने संविधानले मात्रै यस्तो कानुन संविधानले मात्र सम्पूर्ण राज्यका सम्पूर्ण कुराहरू निर्देशित गर्न सक्दैन हैन। हामीले त संविधानले त एउटा राज्य व्यवस्था गर्ने र कन्स्टिट्युसनलाई हामीले फन्डामेन्टल ल अफ ल्यान्ड भनेर बनाएको छ। फन्डामेन्टल ल अफ ल्यान्ड भन्नुको मतलब संविधान चाहिँ सबैभन्दा माथि सर्वोच्च छ हैन। यो राज्यमा जति पनि ऐन कानुनहरू बन्छन् यो संविधान अन्तर्गत बनेर रहेर बन्नुपर्छ, यो संविधान मार्फतमा रहेर बन्नुपर्छ भनेर भनेका छौँ। त्यही भएर कन्स्टिट्युसन सधैँ पनि फन्डामेन्टल हुन्छ र त्यो संविधान सबैभन्दा सर्वोच्च रहेको त्यो संविधानले निर्देशित गरेका अन्य ऐन कानुनहरू होइन त्यो जति पनि ऐनहरू बन्छन् त्यो संविधानसँग बाँझिनु हुँदैन। त्यसै गरी फन्डामेन्टल राइटमा पनि हामीले संविधानमा लेखिएको चाहिँ सर्फेसली मात्रै छ, अलिकति फन्डामेन्टल राइट यो हुने भनेर भनेको छ, त्यसलाई व्याख्या गर्ने त्यो हरेक फन्डामेन्टल राइटलाई व्याख्या गर्ने छुट्टै ऐन नै बन्नुपर्छ भनेर संविधानले व्यवस्था गरे। त्यही भएर 47 मा के भनिएको छ भन्दा यस भागद्वारा प्रदत्त हकहरूको कार्यान्वयनका लागि आवश्यकता अनुसार राज्यले यो संविधान प्रारम्भ भएको 3 वर्षभित्र कानुनी व्यवस्था गर्नेछ भनेर भनेको छ हैन। तर हामीले के देख्न सक्छौँ भन्दा हाम्रो संविधानले नै के भनेर छ त्यस जति पनि फन्डामेन्टल राइट छन् ती फन्डामेन्टल राइटलाई हामीले चाहिँ एक्टिभली इन्फोर्स गराउनलाई लागू गराउनका लागि 3 वर्ष यो संविधान जारी भएको 3 वर्षमा हामीले सम्बन्धित ऐनहरू बनाउनुपर्छ भनेर भनेर छौँ। तर ऐनहरू त बनेका छैनन्, ऐन विभिन्न ऐनहरू अझै पनि बनिसकेका छैनन्। त्यही भएर यो चाहिँ संविधानमा लेखिएको मर्मभन्दा बाहेक विपरीत भयो चाहिँ त्यसको अवहेलना भयो, त्यहाँ भनेका विभिन्न रिटहरू पनि परिसकेका छन् हैन, धेरैवटा रिटहरू निवेदनहरू परिसकेका छन् सर्वोच्चमा। त्यही भएर राज्यले अब हामीले के बुझ्नु पर्यो भन्दा राज्यले मौलिक हकको व्यवस्था गर्ने मात्रै होइन त्यसलाई परिपालना पनि गर्नु पर्यो, किनभने संविधानले त्यसको उपचारको पनि व्यवस्था गरेको छ नपाउँदा। अब एउटा चाहिँ तपाईँको पहाडी एकदम हिमाली भेगका कुनै एकदमै विकट अथवा दुर्गम क्षेत्रमा रहेका चाहिँ कुनै एउटा गरिब परिवार छ उनीहरूले होइन, त्यहाँनिर त के हुन्छ भने त्यहाँनिर न खेती किसानी भएर उब्जनी हुने कुरा हुन्छ, त्यहाँ उनीहरूले दैनिक जीवनमा चाहिने उपभोग्य खाद्य वस्तु पनि प्राप्त गरिरहेका हुँदैन होइन। त्यस्तो सिचुएसनमा हामीले के बुझ्नु पर्यो अब फन्डामेन्टल राइट भनेर देशका सबै नागरिकलाई राइट टु फुड हामीले होइन
फुडको सबैलाई खानाको अधिकार राइट टु फुड भनेर प्रत्याभूत गरेको छ। अझै पनि राज्यमा के छ भन्दा धेरै कति जनसङ्ख्या अथवा धेरै एउटा ठुलो जनसङ्ख्या चाहिँ अझै पनि राम्रोसँग बिहान बेलुकाको छाक टार्न नसकिरहेको अवस्था त्यो जनसङ्ख्या पनि छ। र अझै पनि हामीले सुकुम्बासीहरू देखेका छौँ भनेको घर जग्गा कुनै पनि सम्पत्ति घरबार नै नभएका विहीन होइन, सम्पत्ति पनि उनीहरूको नाममा कुनै नभएका भने हामीले राइट टु हाउसिङ भनेका छौँ। अहिले पनि सडकमा चाहिँ सडकको पेटीमा हामीले मान्छेहरू सुतेका देख्छौँ होइन। तर दैनिक रूपमा हेर्नु भने कोटेश्वरको त्यो चोकको साइडमा माइती घरदेखि लिएर विभिन्न क्षेत्रहरूमा अहिले पनि सडकमा मान्छेहरू बसेका छन्, उनीहरूको घर छैन, बसोबास गर्ने छैन। राइट टु हामीले हाउसिङ भन्यो भने आवासको व्यवस्था भनेपछि अधिकार चाहिँ हामीले धेरै कुराहरू अधिकार गरौँ र हाम्रो अधिकार प्राप्त भयो भने हामीले त फेरि संविधानको उपचारको व्यवस्था अन्तर्गत गरेर हामी त अदालत त जान सक्ने भएन। त्यही भएर राज्यले दमन गर्छ, प्रहरी प्रशासनले त्यो दमन गर्छ र हाम्रो फन्डामेन्टल राइट अथवा हामीले केही कारणवश पाउन सक्दैनौँ भने हामीले कहाँ गएर गुहार्छौँ भन्दा त्यही धारा संविधानको धारा 133मा सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र र धारा 144मा व्यवस्था भए बमोजिम धारा र संविधानको धारा 144मा चाहिँ व्यवस्था भए बमोजिम उच्च अदालतको अधिकार क्षेत्र भन्छौँ होइन, जुरिस्डिक्सन अफ द हाई कोर्ट। यो दुईटा लाई प्रयोग गरेर हामीले त्यो मौलिक हक, हाम्रो गुमेका मौलिक हक, हामीले हाम्रा हनन भएका अधिकारहरू जति पनि छन् ती अधिकारहरूलाई पुनः प्राप्त गर्ने, कानुनद रूपमा प्राप्त गर्ने, अदालतको आदेशबाट प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ। बुझिरहनु भएको छ? हजुर ठिक छ सर, ठिक छ। र यसैमा अब तपाईँको हामीले अब अघि मैले 47को कुरा गरेँ भने अब तपाईँले ठ्याक्कै त्यो टिप्नु है। फन्डामेन्टल राइट भन्यो भने चाहिँ तपाईँले जस्तो भोलिको दिनमा 10 मार्क्समा होइन हाम्रो नेपालको संविधानले अथवा नेपालमा कस्ता खालका मौलिक हकहरू फन्डामेन्टल राइट्सहरू, वाट फन्डामेन्टल राइट्स आर, वाट सर्ट अफ फन्डामेन्टल राइट्स आर ग्यारेन्टेड बाई द कन्स्टिट्युसन अफ नेपाल अथवा इज अकर्डिङ टु द कन्स्टिट्युसन अफ नेपाल 2072 वाट फन्डामेन्टल राइट्स आर ग्यारेन्टेड भनेर यस्तो तरिकाले प्रश्न सोध्न सक्छ। कस्ता खालको फन्डामेन्टल राइटहरू गरेको रहेछ भनेर राज्यले अथवा संविधानले गरेर रहेछ भनेर प्रश्न आउन सक्छ। तपाईँले एकदम क्रमबद्ध रूपमा लेख्न सक्नु पर्यो। नेपालको संविधान, नेपालमा अहिलेसम्म 7वटा संविधानहरू यसरी चाहिँ जारी भएका छन् होइन। 2004 सालबाट सुरु भएदेखि 4 साल, 7 साल, तपाईँको 15, 47 अनि 63 अनि को अन्तरिम रहेपछि 72को संविधान। हरेक संविधानले मौलिक हकहरूको सङ्ख्यामा होइन सङ्ख्यात्मक रूपमा धेरैभन्दा धेरै मौलिक हकहरू चाहिँ को व्यवस्था गर्ने गरेको रहेछ। र यसमा नेपालको संविधान 2072ले 31वटा फन्डामेन्टल राइट जुन चाहिँ नेपालको संविधानको भाग 3 धारा 16 देखि 46 सम्म गरेर कुल 31वटा फन्डामेन्टल राइटको व्यवस्था गरेको रहेछ भनेर भन्नु पर्यो होइन। र यो सँगसँगै अब तपाईँले 31मा कुरा गर्दै सबै फन्डामेन्टल राइटहरू तपाईँले एक एक गरेर लेख्दै गरेपछि के गर्नुपर्छ त भन्दा धारा 46को अन्तिममा कुरा गर्ने होइन। म अब अगाडि पनि सर अगाडि बढी आउँछु। 46मा उपचारको व्यवस्था र मौलिक हक कार्यान्वयनमा दिएको कार्यान्वयनमा के कस्ता व्यवस्था रहेको थियो भन्ने कुरा र धारा 48मा अलिकति दायित्वको पनि कुरा गरेको छ है। फेरि अब हामीले सरस्वती हेर्दा हेर्नु है, फन्डामेन्टल राइट चाहिँ हामीलाई कतिवटा दिएको रहेछ त भन्दा 31वटा फन्डामेन्टल 31 फन्डामेन्टल राइट हामीले पाएका रहेछौँ भने नागरिकको कर्तव्य भनेर चाहिँ जम्मा 48 धारा 48 हेर्नुभयो भने त्यहाँ आर्टिकल 48मा धारा 48मा जम्मा 4वटा क ख ग घ गरेर होइन एबिसिडी गरेर जम्मा 4वटा चाहिँ फन्डामेन्टल ड्युटी होइन नागरिकको कर्तव्य भनेर रहेछ। तर त्यो कस्तो खालको कर्तव्य छ भन्दा यो कर्तव्य हामीले पालना गर्दा हाम्रो सम्पूर्ण राज्यप्रतिका सम्पूर्ण दायित्वहरू झन् निर्वाह हुने खालका कर्तव्य रहेछन् कि सबै खालका होइन। राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रिय सार्वभौमसत्ता अखण्डताको रक्षा गर्नुपर्ने कुराहरू छ यहाँ। संविधान र कानुनको पालना गर्नुपर्ने भने हेर्नु कत्रो ठुलो हाम्रो ड्युटी के त भन्दा राज्यमा उपलब्ध भएको राज्यको संविधान र कानुनको पालना गर्नुपर्ने भनेर भनेको छ। अब हाम्रो राज्यमा संविधान त एउटा छ, कानुन हेर्नु कति लगभग 450 भन्दा बढी ऐनहरू छन्। त्यो ऐनमा हरेक ऐन अन्तर्गत बनेका विभिन्न कति नियमावलीहरू छन् हेर्नु, यति धेरै नियमावलीहरू छन् होइन। ती सबै कुरा हामीले पालना गर्नु पर्यो। राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नुपर्ने, कहिलेकाहीँ हामीले राज्यले तपाईँको माग्यो भने राज्यले इच्छायो भने हामीले सेवा पनि गर्नुपर्दो रहेछ भनेको। अब पहिला हुन्थ्यो नि, अब तपाईँको दुईटा राज्यबीच युद्ध हुन्थ्यो होला,
अब हामीसँग सेना राज्यको सेना नै रहेनन्, हाम्रो सेनै समाप्त भयो, अब सबै नागरिक चाहिँ उत्रिएर युद्ध गर्नुपर्छ छिमेकी अब शत्रु राष्ट्रसँग भनेर भन्थे होइन। त्यस्तै हामीले राज्यले हामीले चाहेर हामीले आह्वान गरेर हामीले खोज्यो भने त्यो बेलामा राज्यले अनि यसलाई सेवा पनि गर्न सक्नुपर्ने रहेछ, त्यो हाम्रो दायित्व रहेछ भनेर संविधानले लेखिएको छ। र सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु हाम्रो अर्को दायित्व रहेछ। यी चारवटा दायित्व र यसरी अब हामीले फन्डामेन्टल राइट यसरी पढ्दै गर्दाखेरि होइन अब अलिकति तपाईँले कसरी बुझ्नु पर्यो भन्दा मौलिक हक भनेको चाहिँ राज्यले प्रदान गर्ने जनता, राज्यको नागरिक भएपछि त्यहाँ जनता भएपछि राज्यमा जन्मिसकेपछि त्यहाँ बसोबास गर्ने सबैले प्राप्त गर्ने अधिकार रहेछ। कहिलेकाहीँ राज्यका नागरिक भन्दा बाहेकले पनि फन्डामेन्टल राइट प्राप्त गर्ने रहेछन्, तर सबै खालका अब तपाईँ राइट टु लिभ विथ डिग्निटी भने सम्मानपूर्वक बाँच्न पाउने जुन अधिकार छ यो त एउटा विदेशी आए पनि उसले पाउने भयो हेर्नु होइन। एउटा विदेशी आए पनि उसले चाहिँ त्यो राइटलाई एक्सर्साइज गर्नु ऊ संसारभरि युनिभर्सल ल जस्तो भयो नि, नेचर नेचुरल संसारभरि सबैतिर मान्छे चाहिँ सम्मानपूर्वक बाँच्न पाउने अधिकार त उनको हुने भयो। र त्यहाँ पनि फेरि तपाईँको मृत्युदण्ड दिने नदिने कुरा क्यापिटल पनिसमेन्टको कुरा चाहिँ फरक छ फेरि हेर्नु। अहिले पनि लगभग 26वटा राष्ट्रमा चाहिँ अहिले पनि मृत्युदण्डको सजाय दिने व्यवस्था छ। हाम्रो त फेरि फन्डामेन्टल राइटमै लेखाएर छ नि फेरि हेर्नु, धारा 16 हेर्नुभयो भने मृत्युदण्डको सजाय दिन कसैलाई पनि नदिने भन्ने कुरा होइन, कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन भनेर हाम्रो त फन्डामेन्टल राइटको यो छ मौलिक हकहरूमै लेखेको रहेछ होइन। तर एउटा गैर नागरिक अथवा विदेशीले अब राइट टु प्रपर्टी, एउटा विदेशी आएर यहाँनिर चाहिँ घर जग्गा किन्न पाउने कि नपाउने भन्दा उसले यो देशको एउटा सामान्य नागरिक जस्तो समान रूपमा त्यो अधिकार प्रयोग गरेर गर्न पाउँदो रहन्छ, किन त्यो फन्डामेन्टल। त्यही भएर फन्डामेन्टल राइट चाहिँ स्ट्रिक्टली त्यहाँभित्रका सम्पूर्ण फन्डामेन्टल राइट तपाईँले पाउनको लागि तपाईँ त्यो देशको नागरिक हुनुपर्छ। तर नागरिक नभएताको अवस्थामा पनि तपाईँको जन्मका आधारमा मानव भएर जन्मिसकेपछि तपाईँले धेरै अधिकारहरू प्रत्याभूत तपाईँले आफूले प्रयोग गर्न पाउनुहुन्छ। अनि त्यो अधिकारहरू सबैलाई समेटेर सँगसँगै नेचुरल राइट मात्रै नभएर पोलिटिकल राइटहरू होइन, पोलिटिकल राइटहरू समेत समेटिएर बनाइएको दस्तावेज होइन। तर सोसियल जस्टिसहरू समन्याय हेर्नुभयो भने अथवा तपाईँले न्याय पाउने तपाईँको अधिकार हुँदो रहेछ जहिले पनि। तपाईँ जतिसुकै ठुलो अपराध गर्ने अपराध नै गर्नुभएको भए तापनि तपाईँले एउटा कानुन व्यवस्था राखेर चाहिँ आफ्नो तर्फबाट वकालत गराउन सक्नुहुन्छ। तपाईँले आफूले डिफेन्सको एउटा चाहिँ प्रोसेस अगाडि बढाउन सक्नुहुन्छ होइन। के कारणमा तपाईँलाई यतिकै कोही व्यक्तिलाई यतिकै हिरासतमा राख्नु हुँदैन, उसले पनि चाहिँ आफ्ना कुराहरू राख्न पाउनुपर्छ, आफ्ना एक्सप्रेसन गर्नुपर्छ। हरेक नागरिक जो कोही नागरिकले पनि राज्यको नेतृत्वमा जान सक्छ, कसैलाई पनि रोकिँदैन त्यसमा भनेको। जो कोही नागरिकले चाहिँ कुनै पनि राजनीतिक दलहरू खोलेर अगाडि बढ्न सक्छ, राजनीतिक दलहरू खोलेर ऊ चाहिँ उसले पोलिटिक्स गर्न सक्छ त्यो होइन। अथवा यी विविध कुराहरू यावत कुराहरू चाहिँ हाम्रो संविधानले नै एउटा मौलिक हकको रूपमा चाहिँ फन्डामेन्टल राइटको रूपमा ग्यारेन्टी गरेको छ भनेर बुझ्नुभयो। ठिक छ, तपाईँहरू अहिलेसम्म जस क्लियर हुनुहुन्छ होइन? ठिक छ एउटा मैले तपाईँलाई यहाँ स्लाइड यहाँ सेयर गरिदिन्छु भनेको थिएँ, पर्नु नि। अब तपाईँले फन्डामेन्टल राइटमा सर हेर्दाखेरि हामीले जस्तो राइटको तपाईँले सिम्पली कहिलेकाहीँ त हुन्छ नि अधिकारहरू भनेर भनौँ भने तपाईँले अब भोट हाल्न पाउने अधिकार भनेर भनेको होइन। तपाईँले भोट हाल्न पाउने अधिकार तपाईँको फन्डामेन्टल राइट हो कि होइन लु भन्नु त? फन्डामेन्टल राइट अन्तर्गत तपाईँहरूले पढिसक्नु होला, तपाईँले 31वटा फन्डामेन्टल राइट थियो। राइट टु भोट फन्डामेन्टल राइट हो कि होइन? छैन सर, खोइ मैले पढ्दा त भेटिनँ है। अब राइट टु भोट भनेर तपाईँले फन्डामेन्टल राइटमा काहीँ पनि तपाईँले भोट गर्न पाउने अधिकार फन्डामेन्टल राइट होइन। किन पनि होइन भन्दा कहिलेकाहीँ राज्यले व्यवस्था गर्छ। अब फन्डामेन्टल राइट भन्ने यतिकै भन्दैमा जो व्यक्तिले तपाईँको प्रक्रिया नै पुऱ्याएको हुँदैन ऊ त्यो नागरिक अथवा नागरिक त हो कि हामीले त विविध प्रक्रियाहरू छ नि त। त्यही भएर फन्डामेन्टल राइट चाहिँ भन्दा अलिक भिन्न गरेर यसलाई चाहिँ हामीले तपाईँको कन्स्टिट्युसनल राइट अथवा लिगल राइटको रूपमा मानेको छ क्या। भनेको संवैधानिक अधिकार चाहिँ हो, तर मौलिक हक
हरेक व्यक्तिले भोट हाल्न पाउनुपर्ने भनेर भन्छ भने भोट हाल्न पाउने उसको अधिकार त हो, तर यसलाई मौलिक हकको रूपमा चाहिँ पहिचान गरिएको छैन। त्यही भएर कहिले यो अब्जेक्टिभ पहिले चाहिँ अब्जेक्टिभ तपाईँहरूको क्वेसन आउँदाखेरि चाहिँ राइट टु भोट कस्तो अधिकार हो त भनेर भन्दाखेरि त्यहाँ फन्डामेन्टल राइट अनि कन्स्टिट्युसनल राइट र मोरल राइट नेचुरल राइट भनेर यसरी अप्सन राखिदिने गर्थ्यो होइन। यसमा फन्डामेन्टल राइटको रूपमा चाहिँ त्यसलाई उल्लेख गरिएको छैन। यसलाई चाहिँ त्यही भएर राइटहरू पनि हामीले अब कसरी प्राप्त भयो अथवा कसरी प्रदान गरियो त भनेर भन्दा हेर्दाखेरि यसलाई फन्डामेन्टल राइटको एउटा क्याटेगोरी होला। अर्को कन्स्टिट्युसनल राइट भनेर भन्छौँ हामीले, अर्को ह्युमन राइट भन्ने गरेका छ होइन, मानव अधिकार। हामीले मानव अधिकारका कुराहरू कतिपय कुराहरू अब संविधानमा उल्लेख नगरिएको भए तापनि होइन, तर अहिले चाहिँ अब जस्तो 1948को जुन हामीले युनिभर्सल डिक्लेरेसन अफ ह्युमन राइट भनेर चाहिँ होइन मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र भनेर पनि पढाएको थियौँ 1948को। त्यसपछि बिस्तारै हरेक राज्यले यो युडिएचआर साइन गरिसकेपछि अथवा अन्तर्राष्ट्रिय विभिन्न सन्धिहरू विभिन्न कन्भेन्सनहरू साइन गरिसकेपछि चाहिँ ह्युमन राइटका जति पनि स्ट्यान्डर्डहरू अन्तर्राष्ट्रिय रूपमा आएका जति पनि स्ट्यान्डर्डहरू छन् ती स्ट्यान्डर्डहरूलाई चाहिँ के गर्दै गरियो त भन्दा सबै राज्यले जति पनि पक्षकार राष्ट्र हुन्छ नि ती सन्धिहरूका सन्धि सम्झौताका पक्षकार राष्ट्र हुन्छन् उनीहरूले चाहिँ आफ्नो संविधान आफ्नो ऐन कानुनले त्यसलाई समावेश गरेको देखिन्छ। त्यस्तै हामीले पनि चाहिँ धेरै अधिकारहरू अहिले जुन ह्युमन राइटका चाहिँ कुराहरू छन् यी ह्युमन राइटका कुराहरू अहिले धेरै कुराहरू हामीले अहिले हाम्रो संविधानमा मौलिक हकको मौलिक हककै रूपमा हामीले राखिसकेका छौँ र यसरी पनि तपाईँले बुझ्नुपर्ने हुन्छ। र त्यही भएर यो भनेको चाहिँ हरेक अब कस्तो भन्छ भेरी एसेन्सियल फर सिटिजन टु बी द ह्युमन बिङ्स होइन, भेरी एसेन्सियल फर द सिटिजन्स अफ द स्टेट भनेर भनेको छ नि। इभन या त इनएलिएनेबल राइट्स अफ द सिटिजन भन्छ भन्दा इनएलिएनेबल राइट भनेको चाहिँ कुनै पनि राइट अफ सिटिजन भनेको त्यो देशको नागरिकबाट ऊबाट चाहिँ खोसेर लानै नसकिने, ऊबाट चाहिँ अलग आउनै नसकिने खालको अधिकार हो फन्डामेन्टल मौलिक हक भनेको चाहिँ, ऊबाट अलग गराउन नसकिने। त्यही भएर यसले चाहिँ यो अधिकारले चाहिँ के गर्दो रहेछ त अर्को भन्दा राज्यलाई नियमन गर्ने नियन्त्रण गर्ने काम गर्दो रहेछ अरे। अर्को भनेको राज्यको असाधारण अधिकार होला तर जनताले पनि उसले मौलिक हक पाएका छन्, फन्डामेन्टल राइट पाएका छन्। त्यही भएर राज्यले जतिसुकै ठुला अधिकारहरू अथवा पावर एक्सर्साइज गरे पनि जनताको फन्डामेन्टल राइट अथवा मौलिक हकलाई चाहिँ इन्क्रोच गर्न मिल्दैन, त्यसलाई चाहिँ भयोलेट गर्न त्यसलाई हनन गर्न मिल्दैन भनेर भने हो। त्यही भएर राज्यकै विरुद्धमा पनि हामीले यो एक्सन फन्डामेन्टल राइटलाई चाहिँ राज्यको विरुद्धमा पनि लिन सक्छौँ। सपोज राज्यले कोही एउटा व्यक्तिलाई यतिकै इलिगल रूपमा डिटेन्सन भन्छ। इलिगल डिटेन्सन भनेको कुनै कारण बेगस अथवा उसलाई चाहिँ पक्राउ गरेर अथवा थुनामा राखिरहेको छ होइन, यतिकै हुन्छ नि कहिलेकाहीँ त राज्यले गर्छ कुनै पोलिटिकल कारणले गर्दा हुनसक्छ अथवा राज्यको कुनै प्रहरी प्रशासनले कुनै व्यक्तिगत कारणले गर्दा कोही व्यक्तिले एउटा नागरिकलाई थुनामा ल्याएर राख्ने उसलाई यातना दिइरहेको हुनसक्छ विविध होइन। तर फन्डामेन्टल राइटले के भन्छ त भन्दा कोही कसैलाई पनि इलिगली रूपमा डिटेन गर्न त्यसरी राख्न पाइँदैन। कोही व्यक्तिलाई चाहिँ समातेको छ भने उसलाई तुरुन्त न्याय निरूपण गर्ने निकाय भनेको अदालत समक्ष हाजिर उपस्थित गराउनुपर्छ। अदालतले त्यो सान्दर्भिक व्यक्तिलाई थप अदालतबाट अनुमति लिएर मात्रै पक्राउ गर्नुपर्छ अथवा पक्राउ परेको छ भने अदालतसँग तुरुन्त हाजिर गराएर उसलाई थुनामा राख्नुपर्ने हो कि होइन, तत्काल रूपमा उसलाई पक्राउ गरेर राख्नुपर्ने छ कि छैन, पक्राउ प्रोभिजन जारी सबै प्रक्रियाहरू भनेको पुरा गरेर मात्रै थुन्नुपर्छ। त्यही भएर राज्यले यदि जनतालाई दमन गर्न खोज्छ भने, जनताको अधिकार खोज्न खोज्छ भने त्यति बेला त्यो अधिकार त्यो फन्डामेन्टल राइटलाई चाहिँ हामीले पूर्ण प्राप्त गर्न सक्छौँ। त्यो कसमार्फत प्राप्त गर्न सक्छौँ त, कहाँबाट प्राप्त गर्न सक्छौँ त भनेर हेऱ्यौँ भने त्यो फन्डामेन्टल राइट चाहिँ हामीले अथवा जुडिसियरीबाट न्यायपालिकाबाट होइन, न्यायपालिका हाम्रो न्यायपालिका हेर्छौँ भने हाम्रो न्याय प्रशासन कस्तो छ त भन्दा हाम्रो त अदालत 3 तहका अदालतहरू हामीसँग व्यवस्था छन्। त्यो अदालती प्रक्रियाबाट हामी जान सक्छौँ। र यहाँ अघि मैले भनिसकेँ संविधानको धारा 133 र 144लाई प्रयोग गरेर असाधारण क्षेत्राधिकारहरू अदालतका क्षेत्राधिकार प्रयोग गरेर हामी रिट लिएर निवेदन लिएर अदालतमा जान सक्छौँ र आफ्नो जुन अधिकार आफ्नो चाहिँ हनन भएको छ त्यो अधिकारलाई पुनः प्राप्त गर्न सक्छौँ। जुन निकायले त्यो हाम्रो अधिकारलाई हनन गरेको छ त्यो निकायले त्यो अधिकार हनन गर्ने कटौती गर्ने त्यो निर्णयलाई रोक्न सक्छौँ। त्यो चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। त्यही भएर फन्डामेन्टल राइट भनेको जहिले पनि इन्फोर्सेबल छ, इम्प्लिमेन्ट गराउन सकिने खालको छ र उपचारात्मक छ। यसलाई यो हनन भएको अवस्थामा हामीले उपचारको समेत व्यवस्था गरेका छौँ भनेर बुझ्नुपर्छ।
र फन्डामेन्टल राइट पनि त्यहाँबाट हरेक नागरिकले सबै नागरिकलाई बराबर रूपमा दिएको, कोही पनि नागरिकले कसैलाई बढी कसैलाई घटी भन्ने हुँदैन होइन। फन्डामेन्टल राइट द्याट इज इक्वल टु एभ्री वान। र त्यसमा पनि अब लिमिटेसन अघि मैले तपाईँलाई भनिसकेँ। कहिलेकाहीँ कुनै किसिमका फन्डामेन्टल राइटहरू लिमिटेसन हुन्छ। कस्तो कस्तो अवस्थामा भन्दा कोरोनाको बेलामा हामी निषेधाज्ञा भएर हामीलाई राज्यले नै एउटा सूचना जारी गरेर हामीले घरबाट ननिस्किनु भनेर भन्यो। त्यो बेलामा हामीले फेरि के हाम्रो फन्डामेन्टल राइट छ, हाम्रो फन्डामेन्टल राइट हनन भयो भने जान सक्छौँ सक्दैनौँ भन्दा स्टेट अफ इमर्जेन्सीको बेलामा, आपतकालीन अवस्थाको बेलामा राज्यले चाहेका बखत अथवा त्यहाँको विशेष परिस्थिति त्यस्तै सिर्जना भएको बेलामा कुनै फन्डामेन्टल राइट, अब राइट टु फ्रिडम त हनन भयो नि तपाईँको। तपाईँ मेरो राइट टु फ्रिडम थियो, मलाई यहाँ घरमा थुनेर राखेँ भनेर भन्न त्यति बेला अवस्था रहेन। र तपाईँ आजका दिनमा कुनै तपाईँ घरबाट निस्किँदाखेरि तपाईँलाई चाहिँ बाटोमा हिँड्ने बित्तिकै कसैले चाहिँ पुलिसले पक्राउ गरेर त राखिरहेछ, अथवा तपाईँलाई कहिलेकाहीँ हुन्छ कुनै घरमा अहिले मुद्दाहरू कस्ता केस पनि आएका छन् भन्दा श्रीमान श्रीमतीलाई घरबाट निस्किनै नदिने, पुरुषले घरैभित्र बस्नुपर्ने, तिमी खासै बाहिर हिँड्न पनि नदिने, त्यस्ता अवस्थाहरू पनि आएका छन् भने त्यो पनि एक हिसाबले फन्डामेन्टल राइट कहिलेकाहीँ राज्यबाट मात्रै होइन व्यक्तिबाट पनि त फन्डामेन्टल राइट त हनन हुँदो रहेछ भन्ने बुझ्नु पर्यो। त्यो एउटा व्यक्तिले पनि फन्डामेन्टल राइटको हनन गर्न सक्छ। तपाईँलाई कहिलेकाहीँ घरमा त्यो त बन्दी बनाएर राखे जस्तो भयो नि त त्यो त तपाईँ होइन। खान लाउन अब तपाईँको घर परिवारमा भएका सन्तान छ, अन्य व्यक्ति छ, उसलाई खान लाउन नदिने, घरबाट निकालिदिने, तपाईँ उसको त्यहाँ अधिकार हुँदाहुँदै पनि गर्नुभयो भने त्यो पनि त उसको फन्डामेन्टल राइटको त इन्क्रोचमेन्ट होला होइन। त्यो पनि त तपाईँबाट हनन भयो। त्यही भएर राज्यबाट मात्रै हनन त हुँदैन, कहिलेकाहीँ व्यक्तिबाट पनि यो फन्डामेन्टल राइट मौलिक हकको हनन हुने गर्दछ। त्यो अवस्थामा सबै जुन प्रकारबाट त्यो तपाईँको फन्डामेन्टल राइट, तपाईँको मौलिक हक चाहिँ हनन भएको भए तापनि तपाईँले अदालत गएर त्यो हनन भएको अधिकार तपाईँले प्राप्त नगर्नु भएको, तपाईँमाथि गरिएको जुन दमन छ त्यसको विरुद्धमा तपाईँले प्रतिवाद गर्न सक्नुहुन्छ र त्यसलाई पूर्ण प्राप्ति गर्न सक्नुहुन्छ भनेर बुझ्नुपर्छ। र यसमा चाहिँ सरसर्ती तपाईँहरूले एक हिसाबले फन्डामेन्टल राइट हेरिसक्नु भएको छ होइन। फन्डामेन्टल राइटमा अब के फन्डामेन्टल राइट थिए भन्दा तपाईँको राइट टु लिभ विथ डिग्निटी भनेर हामीले सम्मानपूर्वक बाँच्न पाउने अधिकार भनेर भनेका छौँ। अब तपाईँले भोलि एक्जाममा, अब तपाईँले यसलाई हेरेर लाग्ला यत्रो कसरी लेख्ने, के लेख्ने एक्जाममा भन्ने पनि हुनसक्छ। अब तपाईँले फन्डामेन्टल राइट के कस्ता व्यवस्था गरिएको छ भनेर भन्दा अघि मैले तपाईँलाई विविध गरेका कुराहरू यी पृष्ठभूमिमा लेख्नु होला होइन। नेपालमा अहिलेसम्म चाहिँ 7वटा संविधान जारी भएका छन्। हरेक संविधानले मौलिक हकलाई आफू चाहिँ समेटेको छ। मौलिक हकका केही मौलिक हकहरू समेटेका छन् र अहिलेसम्म आउँदा यो 7औं संविधान जुन विद्यमान छ अहिलेको संविधान, यो संविधानले 31वटा फन्डामेन्टल राइटहरू चाहिँ आफूमा समेटेको छ। र यहाँ फन्डामेन्टल राइट मात्रै नभएर फन्डामेन्टल राइट सँगसँगै त्यसको इन्फोर्समेन्ट, त्यसलाई परिपालन गर्नलाई त्यसको उपचारात्मक व्यवस्था पनि एज अ फन्डामेन्टल राइटकै रूपमा, मौलिक हककै रूपमा व्यवस्था गरेको छ भनेर भन्नुपर्छ। र मौलिक हकलाई थप विस्तृत बनाउनका लागि, थप व्याख्या गर्नका लागि सम्बन्धित हरेक मौलिक हकको सम्बन्धित ऐन पनि निर्माण गरिसक्नुपर्ने छ भनेर संविधानले नै निर्देशित गरेको छ भनेर यसले तरिकाले तपाईँले पृष्ठभूमि क्रिएट गर्न सक्नुहुन्छ होइन। तपाईँले अलिअलि इतिहासको कुरा लिएर चाहिँ अमेरिकन डिक्लेरेसन अफ इन्डिपेन्डेन्स अनि बिल अफ राइट 1659 को कुरा होइन। त्यसपछि यो म्याग्ना कार्टा 1215 चाहिँ यसरी लिपिबद्ध दस्तावेज सुरु भएदेखि अलिकति जनताका अधिकारहरूको बारेमा थोरै व्याख्या गर्न थालिएको रहेछ। यसरी नै नेपालमा पनि जस्तो नेपालको संविधान बन्नुभन्दा अगाडि राणा शासन विद्यमान रहेको अवस्थामा त कुनै पनि किसिमका फन्डामेन्टल राइटहरू भनेर चाहिँ यसरी छुट्टै सेपरेट गरेर दिने गरेको त रहन्छ होइन। केही अधिकारहरू थोरै दिएको भए तापनि तर संविधान आइसकेपछि संविधानले छुट्टै मौलिक हक भनेर संविधानकै धारामा उल्लेख गरिसकेपछि चाहिँ के भयो त भन्दा त्यो बाध्यात्मक पनि भयो। राज्यले व्यवस्था गरिसकेपछि नागरिकले त्यो प्रत्याभूत पनि गर्ने भए र त्यसको उपचारको पनि व्यवस्था गरिएको छ भनेर भन्नु पर्यो। त्यो भन्छ अलिकति पृष्ठभूमि, तपाईँको पृष्ठभूमि भन्छ। त्यसरी 31वटा फन्डामेन्टल। अब अर्को तपाईँलाई प्रश्न के हुन सक्ला भन्दा तपाईँहरूले कसरी सोच्नु होला, अब फेरि यहाँ 31वटा सरसर्ती छ, तपाईँको 16 देखि 46 सम्म छ। तपाईँले सबै यो एक लेख्न थाल्नु हो भने यो तपाईँको किताब लेख्नु भन्दा 15-20 पाना हुन्छ। यो त लेख्न सम्भव हुँदैन। यसलाई तपाईँले कसरी फन्डामेन्टल राइटलाई लिस्ट गर्न सक्नुहुन्छ भन्दा एक गरेर अब यसमा तपाईँ भोलि इक्जाममा लेख्दै गर्दाखेरि धारा बिर्सिनु भयो होइन। अब तपाईँको धारा 16मा त तपाईँको सम्मानपूर्वक बाँच्न पाउने भनेको छ। अब धारा 26 कि 27मा के भनेको छ भने तपाईँले बिर्सिनु होला। तर त त्यो धारा ठ्याक्कै एक्ज्याक्ट बिर्से पनि तपाईँले हक त बिर्सिनुहुन्न नि त। राइट टु प्रपर्टी, तपाईँको
प्राइभेसी होइन तपाईँको प्राइभेसीका कुरा अनि इलिगल डिटेन्सन गर्न नहुने तपाईँको सामाजिक न्यायको कुरा अनि राइट टु एजुकेसन राइट अफ लेबर त्यसपछि राइट अफ वुमेन बालबालिकाको अधिकार महिलाको अधिकार दलितको अधिकार ज्येष्ठ नागरिकको अधिकार सामाजिक न्यायको अधिकार उपभोक्ता सम्मको अधिकार यी सबै कुराहरू तपाईँले सरस्वती र एउटा एक्जाममा लेख्छ तपाईँले अलिक राम्रो नम्बर पाउनको लागि चाहिँ यो धारा गरेर इङ्गित गर्दै लेख्नुभयो भने तपाईँलाई राम्रो चाहिँ हुन्छ तर अब धाराभित्र छिर्नु जानुभयो भने पनि धारा 16 मा त भित्र 2टा मात्रै उपधारा छन् हजुर दाइ हजुर भन्नु न ल अब तपाईँहरूले यसमा चाहिँ अब मौलिक जस्तो सम्मानपूर्वक 5 पाउने भन्दा त्यहाँभित्र छ एउटा धाराको उपधाराभित्र हेर्नु है प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भनेर भनेको छ होइन अर्कोमा मृत्युदण्ड दिने कुनै पनि किसिमको कानुन बनाउने छैन भनेर भने 2टा मात्रै भयो होइन सजिलो भयो तपाईँलाई 2टा लेख्न उपधारा तर अब तपाईँ स्वतन्त्रताको हकभित्र जानुभयो भने त्यहाँ हेर्नुभयो भने 2 पेज जति छ त्यो संविधानमै तपाईँको 2 पाना जति चाहिँ स्वतन्त्रताको हकको बारेमा लेखिएको छ होइन त्यही भएर अब तपाईँले एउटा तपाईँले मार्क्स एकदम सहज ढङ्गबाट पाउनका लागि चाहिँ के गर्नु पर्यो भन्दाखेरि धारा गरेर यी एपिसोडै तपाईँले याद गरेर सरल लिस्ट गर्न सक्नुभयो भने अझै राम्रो उहाँले तपाईँले राम्रो अध्ययन गर्नुभएको छ भन्ने बुझिन्छ त्यहाँभित्रको कन्टेन्ट चाहिँ तपाईँ उपधारालाई चाहिँ अब 1 मा के लेखेको छ 2 मा के लेखेको छैन हुबहु मिलाइरहनु पर्दैन त्यो हुबहु ठ्याक्कै मिलाइरहनु पर्ने होइन तर अस्वतन्त्रताको हकमा हरेक व्यक्तिलाई आफ्नो विचार स्वतन्त्र राज्यमा चाहिँ होइन शान्तिपूर्ण भेला गर्ने ठुलो तपाईँको चाहिँ कार्यक्रमहरू गर्ने तपाईँले कुनै पनि किसिमको पोलिटिकल पार्टीहरू तपाईँले के अरे सङ्घ संस्था खोल्ने अथवा राजनीतिक दल खोलेर सञ्चालन गर्न लगाएर यावत चाहिँ राइट टु फ्रिडम अन्तर्गत व्यवस्था गरिएको छ भनेर भन्नुभयो भने सर त्यसले टेन्टेटिभ कुराहरू कभरअप गर्छ होइन त्यसरी एउटै प्याराग्राफ बनाएर लेख्नुभयो भने हुन्छ धारा भनेर पोइन्ट वाइज नलेखिकन सर एउटा प्याराग्राफमा नेपाली स्वतन्त्रताको हक अन्तर्गत चाहिँ विचार अभिव्यक्तिहरू सम्प्रेषण गर्न सक्ने राजनीतिक दलहरू खोलेर आबद्ध हुन सक्ने होइन र सङ्घ संस्थाहरू खोलेर त्यस स्वतन्त्र रूपमा खोल्न सक्ने स्वतन्त्रता अथवा देशको कुनै पनि भागमा आवत जावत सहज रूपमा आवत जावत अथवा बसोबास गर्न सक्ने चाहिँ भनेर लगायतका हकहरू स्वतन्त्रताको हक अन्तर्गत व्यवस्था गरिएको छ भनेर लेख्नुभयो भने सरल तपाईँको 2-3 लाइनको प्याराग्राफ हुन्छ अनि त्यसरी अथवा समय तपाईँसँग कम हुन्छ भने अब 1-1 लाइन मात्रै लेखेर भए पनि केही कुराहरू यसो छुटाउनु नहुने तपाईँलाई सर पढ्दाखेरि नै तपाईँले बुझेको र यो कुराहरू चाहिँ यसो नछुटाइकन लेखौँ त भनेर भन्नुहुन्छ भने त्यसरी लेख्न सक्नुहुन्छ र हाम्रो अब स्वतन्त्रताको हकमा यिनै कुराहरू जस्तो तपाईँले अब सुरुमा त तपाईँले के हेरियो त हामीले भन्दा राइट टु लिभ विथ डिग्निटी सम्मानपूर्वक बाँच्न पाउने अधिकारमा यी 2टा कुराहरू तपाईँले लेख्न सकिहाल्नुहुन्छ होइन यो भित्र अब एकदमै धेरै व्याख्या गरेर अब केसहरू यस्ता कुराहरू पनि छन् विदेशी हामीले यसरी बिएलबी पढ्दाखेरि चाहिँ विभिन्न केसहरू लेख्ने त्यसको बारेमा टिप्पणी लेख्ने गर्छौँ तर त्यसमा चाहिँ तपाईँको अब मार्क्सहरू 20 मार्क्सको क्वेसनमा सोध्ने गर्थे होइन अहिले 10 मार्कको छ छोटो लेख्नु पर्ने हुन्छ समय अरू क्वेसनलाई पनि समय त दिनु पर्यो त्यही भएर अब यसमा तपाईँको यो सूर्यप्रसाद शर्मा ढुङ्गेल भर्सेस गोदावरी मार्बल फ्याक्ट्रीका केसहरू साइड गर्न सक्नुहुन्छ होइन बाँच्न पाउने अधिकारको रूपमा चाहिँ भनेर यसरी गरिएको अथवा मृत्युदण्ड नदिने यो कुरा अथवा एउटा चाहिँ तपाईँको सपना मल प्रधानको चाहिँ भर्सेस चाहिँ श्रीपादको सरकार भन्ने केसहरू छन् अब यसमा अलि डिटेल गइरहँदाखेरि यो लामो समय लाग्छ अब तपाईँको राइट टु फ्रिडम जुन हाम्रो धारा 17ले स्वतन्त्रताको हकको कुरा गरेको छ यसमा होइन ओपिनियन फ्रिडम अफ ओपिनियन एन्ड एक्सप्रेसन भनेर भनेका छौँ हामीले बिना हतियारपूर्ण शान्तिपूर्वक भेला हुने स्वतन्त्रता अब हिजोको जस्तो यसले चाहिँ अब जनयुद्ध गर्ने अथवा ठुलो युद्ध गर्ने हिसाबले हतियार लिएर भेला गर्ने त्यहाँबाट चाहिँ राज्यको विरुद्ध चाहिँ अभियान चलाउँ भनेर गर्ने हतियारपूर्ण चाहिँ भेला गर्न मिल्दैन तर हामी कुनै राज्यले गरेको एउटा निर्णयको बरखिलाफ अथवा त्यो चाहिँ हामीले चित्त बुझेन भने शान्तिपूर्ण तवरबाट भेला भएर त्यसको विरोध गर्न सक्छौँ होइन हामी अहिले पनि कतिपय कुराहरू विरोध गर्न माइती गरेर गइरहेको हुन्छौँ कता हामीले कार्यक्रम सभाहरू गरेर विरोध सभाहरू गर्छौँ विविध कहिले सरकारको निर्णयलाई लिएर कुनै निकायको निर्णयलाई लिएर गरिरहेको हुन्छौँ होइन यस्ता भनेका चाहिँ स्वतन्त्रताको हकभित्र पर्दछन् भनेर भन्ने राज्यको यसमा तपाईँले त्यही एउटा अभिव्यक्तिको स्वतन्त्रता अनि भेला हुने
राजनैतिक दल खोल्न पाउने, कुनै पनि सङ्घ संस्थाहरूमा आबद्ध हुन पाउने स्वतन्त्रता, एक राज्यको कुनै पनि ठाउँमा नेपाल राज्यको कुनै पनि ठाउँमा बसोबास गर्न पाउने अथवा जान पाउने भनेर भन्न मिल्छ। त्यही भएर यो यस्ता कुराहरू तपाईँले यति सर र एउटा प्याराग्राफमै पनि 2-3वटा लाइनमा लेख्नुभयो भने तपाईँको यो पुग्छ, तपाईँहरूलाई एक्जामका लागि पुग्छ। र समानताको अर्को भने त तपाईँको होइन, अब समानताको हकमा सर हेर्नु भने बुझिहाल्नुहुन्छ तपाईँहरूले, सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्, कसैले पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन भन्दा। यसमा कस्ता कस्ता आधारमा भन्दा सामान्य कानुनको प्रयोगमा उत्पत्ति, धर्म, कसैलाई पनि उसको उत्पत्ति, उसको धर्म, वर्ण, जात, लिङ्ग आधारमा अथवा यो कुनै पनि उसको स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्ता कुनै अन्य आधारका अनुसार भेदभाव गरिने छैन भनेर, यो कुनै पनि आधार लिएर भेदभाव गर्नु हुँदैन भनेर भन्छ। त्यो तपाईँहरूले यो राइट टु इक्वालिटीमा त अब तपाईँले लेखिहाल्नुहुन्छ, समानताको हकमा अब इक्वालिटीको कुरामा तपाईँहरूले सहज रूपमा के का आधारमा भनेर यसमा अब इक्जाममा लेख्नुभयो भने नेपाल राज्यभित्रका कुनै पनि वर्ग समुदायलाई प्रतिनिधित्व गर्ने कुनै पनि जाति, धर्म, सम्प्रदाय, उसको आर्थिक अवस्था होइन, वैवाहिक स्थिति, वैचारिक अवस्था, भाषा, क्षेत्र, अपाङ्गता, शारीरिक अवस्था लगायतका विविध कुराहरूलाई आधारमा कुनै पनि आधारमा कसैलाई पनि छुवाछुत गर्न पाइने छैन, भेदभाव गर्न पाइने छैन, अथवा त्यसका आधारमा सबैलाई समान रूपमा व्यवहार गर्नुपर्ने छ भन्ने लेख्नु हो भने यो तपाईँको यति भए कभर अप भइहाल्छ। अब तपाईँहरूलाई सम्भवतः मौलिक हकभित्रको पनि अब मौलिक हकको प्रश्न गरिरहँदाखेरि कुनै एउटा हकको बारेमा मात्रै स्पेसिफिक भएर सोध्छ जस्तो लाग्दैन मलाई। अब तपाईँहरूको फेरि अब कुनै एउटै मात्र हकको बारेमा त्यसरी सोध्यो भने त्यसमा बेसी लेख्नु पर्ने हुन्छ। तर अहिलेसम्मको हिस्ट्री यसो हेर्दाखेरि चाहिँ कुनै एउटा हकको बारेमा मात्रै मौलिक हकको रूपमा व्यवस्था भएको समानताको हकको बारेमा चर्चा गर्नुहोस् मात्रै भनेर त्यसरी सोधेको छैन। त्यही भएर एज सोध्ने भनेको एज त्यसरी चाहिँ गर्न मिल्यो। अब एकदम तपाईँको हेलो मेरोमा अलिकति नेटको समस्या भएर यहाँ अड्किरहेको जस्तो लागिरहेछ। तपाईँहरूले सुनिरहनु भएको छ नि है? आवाज अड्किँदै आइरहेछ हो? होइन होइन सर, प्रष्ट रूपमा आएको। ठिक छ सर, क्लियर छ। अब त त्यसरी बिचमा ब्रेक भएको गरेको त होइन। यहाँ मेरो नेट अलिअलि यहाँ स्लो भयो जस्तो बुझिरहेको छु। फेरि म त के आवाज क्लियर गएको तपाईँले आवाज अलिकति ठ्याक्क क्लियर भएन उ गरेन भने चाहिँ मलाई भनिहाल्नु। तपाईँहरूले जस कसैले पनि यसरी बुझेन भनेर भन्नु होला है। तपाईँहरूलाई अब यो बिचमा मैले पढाउँदै प्रश्नहरू आउँछन् भने तपाईँले सोध्न सक्नुहुन्छ। तपाईँले अब किनभने थोरै समय छ हेर्नु। अब हामीले तपाईँलाई पढाउने पनि गरिरहेछौँ, अस्ति कन्टेन्टहरू पनि दिइरहेछौँ। सँगसँगै तपाईँको लेख्ने प्याटर्न अथवा यो क्वेसन आयो भने कसरी डिल गर्ने भन्ने कुरामा पनि तपाईँले अलिकति ध्यान दिनुपर्ने हुन्छ होइन। अब तपाईँले कन्टेन्ट चाहिँ पढ्ने, सबै कुरा अध्ययन गर्ने, त्यसलाई मजाले रट्ने, तर भोलि लेख्दाखेरि चाहिँ कति लिमिट भएर थोरै लेख्ने कि धेरै लेख्ने कि कति लेख्ने, अथवा तपाईँ अब मौलिक हक चाहिँ सबै पढेँ 1 घन्टा चाहिँ त्यो एउटा 10 मार्क्सको क्वेसन मौलिक हकको बारेमा मात्रै लेखेर बस्नुभयो भने त्यसले भ्याउने कि नभ्याउने भन्दा समय त त्यो सबै कुराहरू व्यवस्थापन गरेर लेख्नुपर्ने हुन्छ। त्यही भएर अब सरसरी तपाईँहरूले अब थोरै दिन बाँकी छन्। यो तपाईँले मौलिक हक यसरी के अरे धारा गरेर याद गर्नुभयो भने तपाईँलाई केही पनि घाटा हुँदैन। यो हरेक सबै लेख्नु होला। अब तपाईँले बिर्सिनुभयो, धारा चाहिँ स्पष्ट याद छैन भने चाहिँ अब यतिकै अनुमानको भरमा चाहिँ नलेख्नु होला। त्यसो गर्दा 31वटा फन्डामेन्टल हामी जति पनि संविधानमा व्यवस्था भएका 31 फन्डामेन्टल राइटहरू चाहिँ निम्न बमोजिममा लिस्ट गरिएका अथवा निम्न बमोजिम छन् भनेर सरसर्ती लेख्नु होला। अनि क्रमबद्ध रूपमा लेख्न सक्नु भएन भने पनि केही फरक पर्दैन। तर तपाईँहरूले छुटाउनु भएन अथवा हुँदै नभएको फन्डामेन्टल राइट पनि फेरि अब लेख्नुभयो भने त्यो पनि बिग्रिन सक्छ होइन, मार्क्स काटिन सक्छ। त्यही भएर अब लेख्नु होला। र यसरी चाहिँ अब सञ्चारको हक भनेको चाहिँ सरसरी तपाईँहरू सबैको हातमा संविधान होला, सर र हेर्दै पनि गर्नु होला। अब त्यसमा हामीले यो भित्र गएर हरेक सबै कन्टेन्ट पढ्न थाल्यो भने लामो जान्छ। अब उनीहरूले सञ्चारको हक भनेको छ, सञ्चार प्रसारण गर्न पाउने, तपाईँले इन्फर्मेसन पाउने, राइट टु कम्युनिकेसन होइन। यसमा त तपाईँको अब केसहरू नै कतिपय केसहरू नै जेनेरेट भइसकेका छन् क्या। अब कतिपय केस लजहरू जस्तो सूचना पाउने, तपाईँले सूचना सञ्चारको हक हुन्छ, तपाईँले सूचना अर्को कम्युनिकेसनको पनि छ होइन।
यस्तै सञ्चार पनि तपाईँले गर्न यो सञ्चारको पनि तपाईँलाई अधिकार चाहिँ प्रदान गरेको छ। यसमा विद्युतीय प्रकाशन प्रसारण छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार यो लेख रचना अन्य कुनै पाठ्य श्रव्य देश सामग्री प्रकाशन प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध लगाइने छैन भनेर भन्छ। यतिकै यो लगाउन तपाईँले लागेको कुरा गर्नु। तर तपाईँले अब झुटो विवरण गर्न थाल्नुभयो, कसैलाई चाहिँ व्यक्तिगत रूपमा लान्छना लगाउने खालको गतिविधि यो गर्ने, त्यहाँबाट चाहिँ भ्रम फैलाउने खालको गर्नुभयो भने राज्यले त्यति बेला तपाईँको यो अधिकारलाई थोरै कटल गर्न सक्छ। त्यही भएर विषम परिस्थितिका बेलामा राज्यले चाहिँ खोज्न सक्ने अधिकारमध्ये यो सञ्चारको हक पनि पर्दछ। यस्तै अर्को धारा 20मा न्याय सम्बन्धी हक भनेको छ। कुनै पनि व्यक्तिलाई अब न्याय सम्बन्धी राइट टु जस्टिस भनेको अब न्याय सबैले पाउनुपर्छ भन्ने होइन, त्यो चाहिँ पीडित मान्छेले पनि, पीडित र पीडक दुईटैले न्याय पाउनुपर्छ भन्ने छ। भनेको एउटा मान्छेले बलात्कार जस्तो जघन्य अपराध गरिरहेको छ भने त्यो अपराध, त्यो घटनाको पीडितले त पाउने भयो, त्यो घटना कसैले गरिरहेको छ भने उसलाई पनि राइट टु जस्टिस चाहिँ हुन्छ है। फेरि न्याय चाहिँ उसले पनि, न्यायको अधिकार भनेको न्याय पाउने एउटा न्यायको सम्पादनको प्रक्रियामा जान पाउने चाहिँ उसको नै अधिकार हुन्छ। एउटा मान्छेले मैले चाहिँ बलात्कारको अपराध गरे हौँ भनेर चाहिँ आइरहेको छ अदालतमा भने पनि सिधै बलात्कारको अपराध हुने बित्तिकै ल तँलाई यति वर्ष कैद सजाय भन्ने होइन। त्यसमा पनि एउटा प्रक्रिया छ, अनुसन्धान छ, सबै कुरा छ, त्यसपछि अदालतको प्रक्रिया छ होइन। ती सबै प्रक्रिया पुरा भइसकेपछि बल्ल बल्ल अदालतले अन्तिम सजाय फैसला सुनाउने गर्दछ होइन। त्यही भएर यो न्यायको हक सबैलाई हुनेछ भनेर भनेको छ। कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारणले सहित सूचना नदिई थुनामा राखिने छैन। यतिकै थुनामा राख्ने के कारण हो थाहै छैन, त्यो गर्ने बेला त्यो न्यायको यो अधिकार अन्तर्गत पर्दछ। यो पक्राउमा परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानुन व्यवस्थासँग सल्लाह लिन पाउने वा कानुन व्यवस्था पूर्वपक्ष गर्न यो सबै अधिकार चाहिँ यो सर हेर्नुभयो भने तपाईँले बुझ्नुहुन्छ। त्यस्ता गाह्रो कुनै पनि पोइन्ट छैन। तपाईँले अदालतमा गएर गर्न पाउने, तपाईँले कुनै घटना घटाउनु भएको छ तपाईँ हुनुहुन्छ भने पनि तपाईँले आफ्नो तर्फबाट कानुन व्यवसाय नियुक्त गरेर सल्लाह लिन पाउनु पनि हुन्छ। कानुन व्यवसायलाई सल्लाह दिन नदिने, अब हत्या गरेर आएको छ, उसलाई पक्राउ गरेर आएको छ, कानुन व्यवसाय उसलाई दिनबाट वञ्चित गराउन मिल्दैन। त्यो कानुन व्यवसाय उसले पनि पाउँछ, पीडितले पनि पाउँछ र पीडकले पनि पाउने भन्ने दुईटैको यो चाहिँ फन्डामेन्टल राइट हो। यो चाहिँ त्यसरी व्यवस्था गरिएको छ। यो तपाईँले सर हेर्नु होला, पक्राउ भएको यहाँ भनेको छ पक्राउ भएको समयदेखि तथा स्थानबाट बाटोको म्याद बाहेक 24 घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ भनेर जुन भनेको छ नि। कोही व्यक्तिलाई थुनामा चाहिँ पुलिसले समात्यो, 4-5 दिनसम्म उसलाई, हजुर भन्नु न। एक्सक्युज मी, विदेशी नागरिकको हकमा त्यो पाउँदैन नि, त्यस्तो कन्डिसनमा चाहिँ कसरी प्रक्रिया अगाडि बढ्छ? शत्रु देशको नागरिकको हकमा त्यो परामर्श लिन पाउँदैन नि त्यो? ए होइन, त्यो त यो होइन, परामर्श त जुन देशको नागरिक भए पनि पाउने हुन्छ। यो चाहिँ यो जुन न्यायको अधिकार चाहिँ यहाँको नागरिकका लागि मात्रै हुँदैन त्यो चाहिँ, किनभने युनिभर्सली अहिले त वर्ल्ड वाइडली के छ भने जुन देशमा तपाईँ बसिरहनु भएको छ, तपाईँ त्यो देशमा कुनै घटना घट्नु, तपाईँ नागरिक नेपालको, तपाईँ विदेशमा बसेर नि तपाईँले कुनै न किसिमको गलत काम अपराध गर्न त सक्नुहुन्छ। त्यो अपराध गर्दै गर्दाखेरि त्यो सम्बन्धित देशको सम्बन्धित देशको अदालतले तपाईँलाई चाहिँ पक्राउ गर्छ, मुद्दा चलाउँछ होइन। तर पनि तपाईँले पाउनुहुन्छ, त्यस्तै नेपालमा पनि पाइन्छ। विदेशी नै भए पनि उसले कानुन व्यवसायलाई चाहिँ हायर गरेर त्यो अनुसारको मुद्दाको पूर्वपक्ष अगाडि बढाउन सक्छ, पाउँछ। त्यो नपाउने भन्ने हुँदैन। गैर नागरिकले पनि जो पनि भयो, यहाँ त तपाईँले याद थाहा पाउनु भएको छ, नेपालबाट चाहिँ तपाईँको यो जङ्गलको बाटो हुँदै अमेरिका पुग्नेहरू भनेर भन्छ नि, जति पनि छन् कुनै पनि कानुनी प्रक्रिया पुरा नगरिकन, एउटा चाहिँ प्रोसेस फुलफिल नगरिकन उनीहरू के गरे भन्दा असाइलम एज अ रिफ्युजीको रूपमा अमेरिका छिर्दै गर्छन् होइन। उनीहरू त्यहाँ छिर्ने बित्तिकै उनीहरूलाई पुलिसले पक्राउ गर्छ। के गर्छ त पक्राउ गरेर उनीहरूलाई चाहिँ राख्छ। र उनीहरूलाई के अधिकार दिन्छ त्यहाँको सरकार राज्यले भने उसले एउटा कानुन व्यवसाय राखेर असाइलम सिक गर्नको लागि कानुन व्यवसाय मार्फत असाइलम सिक गर्ने चाहिँ प्रक्रिया अगाडि बढाउन सक्छ कि कानुनी प्रक्रिया अगाडि बढाउन सक्छ। त्यस्तै नेपालमा पनि विदेशी भए पनि नेपालको नागरिक एवं विदेशी जो कोहीले पनि त्यो न्याय सम्बन्धी हक सबैको हुन्छ। उसलाई बिना जानकारी थुनामा राख्न मिल्दैन, उसलाई त्यो अधिकारबाट वञ्चित गराउन सकिँदैन भन्ने कुराहरू। र यसमा यसैभित्र तपाईँको अन्य कुराहरू पनि लेखेको छ। अब कसुर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन भने कसैलाई कसुरदार चाहिँ एकैपल्ट मान्न मिल्दैन। हामी त अहिले के गर्छौँ भने मिडिया ट्रायल गर्छौँ होइन। एउटा व्यक्तिले चाहिँ बलात्कार गरेको भनेर यसो न्युजमा गरेको कसैले चाहिँ
जाहेरी हालिदियो भने लगत्तै हामी के गर्छौँ भने यो बलात्कारी हो, यसलाई फाँसी दियो भनेर चाहिँ हामी आन्दोलन गर्छौँ होइन। यो बलात्कारी, तर हामीले हाम्रो न्याय सम्बन्धी हकमा तर के भन्दा अदालतले उसको कसुर सम्पूर्ण प्रमाणहरू त्यहाँ भएका उसका कुरा पक्ष विपक्षका कुरा सबै प्रमाणहरूलाई मूल्याङ्कन सबै कुराको मूल्याङ्कन गरेर मात्रै त्यो मान्छे अथवा त्यो व्यक्ति त्यो कसुर गरेको रहेछ कि रहन्छ भन्ने प्रमाण भयो कि भएन प्रमाणित, त्यो प्रमाणित भयो भने मात्रै त्यो कसुरदार हो भनेर मान्ने भनेर भनेको छ। त्यस्तै कुनै पनि व्यक्ति विरुद्ध अदालतले कुनै कसुरमा एकपटक भन्दा बढी मुद्दा चलाउने पल्ट सजाय दिन पनि पाउने छैन भने जति पनि भने यो न्याय सम्बन्धी हक पढ्नु भने एकदमै राम्रा कुराहरू छन् के। एउटा व्यक्तिलाई एउटा विषयमा मुद्दा एउटा मुद्दामा एकपल्ट सजाय दिइसकेपछि फेरि अर्को पटक सजाय दिनुपर्छ भनेर भन्न पाउँदैन। अथवा चाहिँ कसुरदार आफ्नै विरुद्ध आफू साक्षी हुन पाउने अथवा त्यो यो सबै कुराहरू होइन। उसले उसको चाहिँ न्याय सम्बन्धी न्याय सम्पादन गर्दा अदालतमा हाजिर भइरहेको अवस्थामा अथवा ऊ कुनै कानुनी उपचारमा जानु पर्दाको अवस्थामा उसले न्याय उस नपाउँदाको अवस्थामा यी कुराहरू चाहिँ न्याय सम्बन्धी हकका रूपमा छन्। यो हेर्नु भने बुझ्नुहुन्छ। अपराध पीडितको हक भनेर भनेको छ होइन। अब यसमा अपराध पीडितको हक भने राइट टु भिक्टिम अफ क्राइम, कुनै पनि एउटा चाहिँ घटना घटेको छ भने त्यसमा पीडित होइन जो पीडित भयो होइन त्यो पीडितले आफ्नो बारेमा यो सम्पूर्ण कुराको मुद्दामा के अनुसन्धान भइरहेको छ, कारबाही कसरी अगाडि बढिरहेको छ भन्ने कुराको सम्पूर्ण जानकारी पाउनुपर्छ होइन। मलाई दुईजनाको लडाइँ भयो, दुईजनाको लडाइँ हुँदाखेरि मलाई चाहिँ निर्घात कुटपिट गरेर चाहिँ मरणासन्न अवस्थामा पुर्याइरहेको छ भने त्यो अवस्थाबाट मलाई चाहिँ ज्यान मार्ने उसले चाहिँ एटेम्प टु मर्डर होइन, उसले चाहिँ ज्यान मार्ने सुरु गर्न खोजेको थियो, त्यसमा चाहिँ एटेम्प टु मर्डर थियो त्यो इस्युमा। अब त्यो पीडितले के भइरहेको छ त त्यो व्यक्तिसँग जो व्यक्तिले मलाई चाहिँ यसरी आक्रमण गर्यो, भौतिक रूपमा आक्रमण गर्यो, त्यो व्यक्तिले द्याट पर्सन इज लायबल अन्डर द ल अथवा उसलाई चाहिँ क्रिमिनली लायबल गराउनका लागि त्यो सबै अनुसन्धान कसरी भइरहेको छ, मुद्दा दायर कसरी गरियो अथवा सरकारी वकिलले कसरी अभियोग पत्र दायर गरी लगायतको सम्पूर्ण कुराहरूको जानकारी प्राप्त गर्नुपर्ने भन्ने कुरा यो अपराध पीडितको हक चाहिँ त्यो हुँदो रहेछ। त्यो पीडितको हक हुँदो रहेछ भने र सँगसँगै कानुन बमोजिम सामाजिक पुनर्स्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने हक हुनेछ भने सोसलमा रिहेबिलिटेड सोसियली रूपमा चाहिँ ऊ पुनर्स्थापित हुन सक्छ। क्राइमले कहिले पनि कानुनले चाहिँ उसले दण्ड मात्रै दिने होइन, त्यसलाई सुधारात्मक पनि हुनुपर्छ भन्छ क्या कानुन चाहिँ। भनेको दण्ड दिँदैमा हुने त्यसलाई अलिकति सुधारात्मक त्यो किन कल्पना गरिएको, यो परिकल्पना गरियो त दण्ड दिने व्यवस्था भन्दा ऊ एकपल्ट दण्ड पाइसकेपछि भोलिको दिनमा उसले त्यो फेरि त्यो दोहोऱ्याएर पनि नगरोस् र अन्य कोही व्यक्तिले त्यो दण्ड पाएको देखेपछि आफूले पनि पाउँछु भनेर त्यो क्राइम गर्न त्यो घटना घटाउनबाट ऊ चाहिँ पछाडि गरोस् भनेर पनि दिइने गरिन्छ होइन। त्यही भएर अपराध पीडितको हकको पनि यहाँ थोरै कुरा चाहिँ अपराध पीडितको हक पनि फन्डामेन्टल राइटको रूपमा रहेछ। यातना विरुद्धको हक, अब अघि मैले तपाईँलाई अघि सुरुमा पनि ह्युमन राइटका प्रिन्सिपलहरू मानव अधिकारका जति पनि कुराहरू हामीले गयौँ मानव अधिकार अन्तर्गत पर्छ। हामीले कुनै पनि किसिमका यातनाहरू चाहिँ पाउनु यातना खेप्नु पर्दैन, किनभने यो हाम्रो यातना विरुद्धको हाम्रो हक हो। यो राज्यले कुनै पनि निकायले प्रहरी प्रशासनले हामीलाई यातना दिने अथवा कोही व्यक्तिले पनि त्यसरी यातना दिने त्यो खालको गतिविधिहरू गर्न मिल्दैन। त्यो हाम्रो फन्डामेन्टल राइट नै रहेछ। पक्राउ गरेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिने भने निर्मम अमानवीय अमानजनक व्यवहार गरिने छैन भनेर भनेको छ नि। तर कुनै पनि अमानवीय व्यवहारहरू गर्न मिल्दैन, किनभने पहिला तपाईँको थुनामा राखेको व्यक्तिलाई होइन ऊबाट चाहिँ सतत तथ्य कुराहरू निकाल्नका लागि निर्घात रूपमा कुटपिट गर्ने या अनेक यातना दिएर भए पनि छुटाउने हामीले अहिले पनि कतिपय फिल्महरू हेऱ्यौँ भने त्यो कुराहरू देख्छौँ। तर त्यो चाहिँ हाम्रो संविधानले कसरी लेखेको रहेछ, व्यवस्था गरेको रहेछ भन्दा कुनै पनि किसिमको यातना चाहिँ हामीले कोही पनि व्यक्तिले प्राप्त गर्नु हुँदैन। त्यही भएर यातना विरुद्धको हक भनेको द्याट इज द फन्डामेन्टल राइट। त्यो 22मा अब निवारक नजरबन्द विरुद्धको हक भनेर भनेको छैन। नजरबन्द भने यसै कसैलाई चाहिँ इलिगल रूपमा डिटेन्सन गर्ने नजरबन्दमा राख्ने भनेर भनेको छैन। यसमा पनि राज्यले राख्न त सक्छ, तर कस्तो अवस्थामा राख्न सक्छ भन्दा राज्यको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सार्वजनिक शान्ति व्यवस्थापन तत्काल खलल पर्ने पर्याप्त आधार नभई कसैलाई पनि निवारक नजरबन्दमा राखिने छैन भनौँ। तर अब त्यस्तो अवस्था भयो भने कोही व्यक्तिलाई चाहिँ तत्काल रूपमा उसलाई पक्राउ गरेर नजरबन्दमा नराखे राज्यको तपाईँको सार्वभौमसत्तामा खलल पुर्याउने खालको गतिविधि होइन, कोही अथवा राज्यको शान्ति सुव्यवस्था नै खलल पुग्ने खालको गतिविधि गरेर हिँड्यो भने त्यस्तो अवस्थामा चाहिँ नजरबन्दमा कसैलाई राख्न सकिन्छ भन्छ नि। प्रिभेन्टिभ राइट एगेन्स्ट प्रिभेन्टिभ डिटेन्सन भनेर भन्छ
केसमा चाहिँ र कोही व्यक्तिलाई निवारक नजरबन्दमा राखियो भने त्यसको जानकारी गराउनुपर्छ। त्यो सबै कुराको अधिकार हुन्छ। यी अधिकार सबै अधिकारहरू चाहिँ संविधानले व्यवस्था गरेका मौलिक हकहरू हुन्। र अर्को छ तपाईँको 24मा होइन, धारा 24मा छुवाछुत र भेदभाव विरुद्धको, अब यसमा चाहिँ राइट एगेन्स्ट एक्सप्लोइटेसन भनेर भने कुनै पनि किसिमको डिस्क्रिमिनेसन भनौँ न, कुनै पनि डिस्क्रिमिनेसन, छुवाछुत भेदभावको विरुद्धको कुनै पनि किसिमले डिस्क्रिमिनेट गर्न, कसैलाई पनि भेदभाव गर्न मिल्दैन। सबैलाई समान रूपमा चाहिँ हेर्न पर्छ, राज्यले समान रूपमा व्यवहार गर्नुपर्छ। समानताको हकको जस्तै जस्तै भेदभाव पनि गर्न हुँदैन। उसको जातीयताका आधारमा, उसको समुदाय पेसाका आधारमा अथवा शारीरिक अस्वस्थताको आधारमा कसैलाई पनि भेदभाव गर्न मिल्दैन, छुवाछुत गर्न हुँदैन भनेर भनेको छ। यो पनि एउटा फन्डामेन्टल राइटको रूपमा मान्न सकिन्छ। र 25मा तपाईँको सम्पत्तिको, धारा 25मा सम्पत्तिको अधिकार छ। अघि पनि मैले तपाईँलाई सम्पत्तिको त इक्जाम्पल दिइरहेको थिएँ होइन। आफ्नो सम्पत्ति राख्न पाउने, त्यसलाई प्रयोग गर्न पाउने, बेचबिखन गर्न पाउने, अथवा त्योबाट व्यावसायिक लाभ लिन पाउने, दान दिन पाउने, कारोबार गर्न पाउने भनेको मसँग सम्पत्ति छ, सम्पत्ति मैले किन्न पाउँछु होइन, कुनै पनि कानुनी प्रक्रियाबाट प्राप्त गर्न सक्छु होइन। त्यो सम्बन्ध तपाईँले हिजो दिनमा प्रपर्टीको कन्सेप्ट पढ्दाखेरि पनि यो पढिसक्नुभयो होला। त्यसलाई भोग गर्ने, बेचबिखन गर्ने सबै खालका अधिकारहरू हामीसँग सम्पत्ति भएपछि त्यो सँगसँगै हुन्छ। त्यही भएर राज्यले सम्पत्तिमा कर लगाउन र त्यसैले कर मान्यता अनुरूप व्यक्तिको आयमा कर लगाउन त सक्नेछ भन्ने, तर राज्यले यति कोही व्यक्तिको सम्पत्तिलाई जफत गर्ने अथवा त्यो सार्वजनिक सम्पत्तिलाई जफत गर्न राज्यले हटाउन सक्दैन। कस्तो अवस्थामा मात्रै सक्छ भन्दाखेरि राज्यलाई चाहिँ कहिलेकाहीँ अत्यावश्यक भयो अथवा ठुलो जनसङ्ख्याको पब्लिक बेनिफिटका लागि होइन, पब्लिक बेनिफिटका लागि, सार्वजनिक हितका लागि चाहिँ त्यो आवश्यक छ भने चाहिँ त्यति बेला अधिग्रहण गर्न सक्छ भन्ने छैन। अधिग्रहण गर्न सक्छ, तर यत्तिकै कुनै कारण बिगर चाहिँ त्यो राज्य हुँदैन। तर अधिग्रहण गर्दा पनि आवश्यक क्षतिपूर्ति दिनुपर्छ भनेर भनेको छ। यो भन्नु यो मेरो गाउँमा चाहिँ के छ भन्दाखेरि यो बाटो बढ्ने क्रममा नि यो कोही मान्छेको चाहिँ 42 मिटरको बाटो छोड्नु पर्ने भनेर घर खेतै गयो कि। अब उसले अहिलेसम्म पनि त्यो सार्वजनिक हित भनेर घर खेतै गयो। अहिलेसम्म पनि उसलाई सरकारले केही पनि व्यवस्था गरेको छैन कि। अब यसमा के हुन्छ? हो, यसमा हामीले अब यही फन्डामेन्टल राइटको यो सम्पत्तिको हक जुन धारा 25 भनेको छौँ नि, यसमा तपाईँको एउटा केस, एउटा पदमबहादुर भण्डारी भन्ने भर्सेस मिनिस्ट्री अफ गृह मन्त्रालयको एउटा मुद्दा पहिले 56 सालतिर हो एउटा मुद्दा परेको थियो होइन। त्यति बेला पनि त्यस्तै कोही व्यक्तिको अब सार्वजनिक यसो हुन्छ क्या, त्यति बेलै हामीलाई अदालत चाहिने हो। हामीले सर्वोच्च किन, सर्वोच्चले व्याख्या गर्छ यो कुरा भनेको एउटा प्रहरीले आफ्नो कार्यालय बनाउनको लागि कसैको जग्गा कब्जा गरिरहेछ भने त्यो सार्वजनिक हित मान्ने कि नमान्ने, त्यो सार्वजनिक हित हो कि होइन भन्ने कुरा अदालतले, त्यो जजको डिस्क्रिप्सनले, उनको त्यो होइन इथिक्सले डिटरमाइन गर्छ। तर अब फास्ट्याग बन्ने भन्ने कुरा छ होइन। फास्ट्याग बन्नलाई फास्ट भनेको राष्ट्र गौरवको त्यत्रो ठुलो परियोजना हो। त्यो तपाईँको जग्गा हुँदै जमिन तपाईँको जग्गाबाट जान्छ, त्यो तपाईँको ठुलो खेत छ त्यहाँबाट जाने भयो होइन। त्यस्तो अवस्थामा तपाईँले दिन्न भन्न पनि पाउनु, त्यो अवस्थामा पनि पाउनु चाहिँ हुन्न। किनभने राष्ट्र गौरवको त्यति ठुलो आयोजना छ, त्यसले राज्यलाई भोलि अर्थतन्त्र हरेक हिसाबले, आर्थिक सामाजिक हिसाबले सबै कुराले फाइदा पुगिरहेछ भने तपाईँले दिँदै दिन्न भनेर भन्न पनि पाउनुहुन्न। तर पनि राज्यले अधिग्रहण गर्ने पनि एउटा कानुनी प्रक्रिया हुन्छ। त्यो कानुनी प्रक्रिया उसले पुरा गर्नुपर्छ। त्यो कानुनी प्रक्रिया पुरा गर्दाखेरि अधिग्रहणको क्षतिपूर्ति चाहिँ दिनुपर्छ। तर क्षतिपूर्ति फेरि कस्तो हुन्छ भन्दा त्यो क्षतिपूर्ति चाहिँ त्यो जग्गा धनीले निर्धारण गर्ने चाहिँ होइन। त्यो क्षतिपूर्ति सरकारले अथवा अदालतले त्यहाँको सरकारी रेट हुन्छ। जस्तो तपाईँले देख्नु भने दरबार मार्गमा अहिले तपाईँको जग्गाको आनाको 5 करोडमा आनाको किन्छु जग्गा भन्दा पनि तपाईँले 1-2वटा जग्गा अलिअलि बाँकी रहेछन् भने पनि तपाईँले त्यो पाउन मुस्किल छ। तर त्यहाँ सरकारी भ्यालुएसन कति छ भने लगभग त्यो आनाको 50 लाख भन्ने सरकारी भ्यालुएसन। सरकारी एउटा भ्यालुएसन हुन्छ, चल्तीको मार्केट अर्को हुन्छ। त्यही भएर तपाईँको जग्गा जमिन घर कति के छ तपाईँले इच्छा बमोजिम चाहिँ पाउनुहुन्न। सरकारी दर रेटमा जति त्यसको चाहिँ मुआब्जा उसले पाउनुपर्ने, त्यो अधिग्रहण गर्दा क्षतिपूर्ति पाउनुपर्ने त्यो उसले प्राप्त गर्छ। त्यो प्राप्त गरिन अथवा राज्यले दिनै दिएन भने त्यति बेला हामीले सर्वोच्च अदालतको साधारण अधिकार क्षेत्र धारा 133 प्रयोग गरेर हामी अदालतमा गएर रिट लिएर अथवा चाहिँ अदालतमा रिट लिएर अदालत जान सक्छौँ। तपाईँको पनि गाउँको केसमा त्यसरी नै अगाडि बढ्न सक्छौँ हामीले।
त्यही प्रक्रियाबाट उहाँले अगाडि बढ्न सक्नुहुन्छ। त्यही भएर सार्वजनिक हित चाहिँ हुनु पर्यो। अब उहाँको जग्गा होइन, उहाँको त्यो जमिन अथवा केही सार्वजनिक हितको लागि हो कि होइन, त्यहाँनिर सपोज तपाईँको ठुलो एउटा चाहिँ त्यो स्थानीय तहको एउटा ठुलो बजारलाई समेट्ने एउटा ठुलो गाउँलाई समेट्ने गरी खानेपानीको ट्याङ्की बनाउनु पर्ने छ होइन। खानेपानीको ट्याङ्की बनाउनलाई दिँदै दिनु जग्गा भनेर भन्नुहुन्छ भने त्यो सार्वजनिक हित विपरीत हो कि अथवा त्यो अनुसार पर्ने हो कि होइन, तपाईँले यो कुराहरू बुझ्नुपर्ने हुन्छ। हस् सर, थ्याङ्क यू। बुझ्नुभयो? हस् सर, बुझेँ सर। ल अर्को त्यसरी पनि तर जसरी पनि क्षतिपूर्ति चाहिँ दिनुपर्छ। त्यो पाइएन भने हामीसँग अदालत छ, हामीले अदालतको धारा 133 प्रयोग गरेर चाहिँ हामी अदालत जान सक्छौँ भनेर बुझ्नुपर्छ। अब यस्तै तपाईँको अर्को छ तपाईँको धार्मिक स्वतन्त्रताको हक भनेर भनेको छैन। हरेक व्यक्तिलाई आफ्नो इच्छाइएको धर्म अवलम्बन गर्ने, अभ्यास गर्ने, संरक्षण गर्ने स्वतन्त्रता हुन्छ भनेर भनेको छैन। अब धार्मिक तपाईँलाई कसैले त्यही भएर अब यो अनिवार्य रूपमा तपाईँ यो धर्ममा लाग्नुपर्ने, तपाईँ भन्ने हिसाबले गर्ने एउटा पास्टर अस्ति एउटा क्रिस्चियन धर्मको प्रचार गर्ने एकजना प्रचारक पक्राउ पनि परेको तपाईँले सुन्नुभयो होला होइन। यो चाहिँ कोही व्यक्ति कुनै व्यक्तिहरूको निजी स्वतन्त्रता यो चाहिँ मौलिक हकको हनन भएन त्यो त। अब उनको धार्मिक स्वतन्त्रताको हक भनेको आफ्नो इच्छा आफूले इच्छाइएको अनुसार गर्न पाइन्छ। कसैले उसलाई यो गर त्यो गर धार्मिक रूपमा अथवा त्यसको जो गर भनेर भन्न पाउने अवस्था रहँदैन नि त। त्यो भएर चाहिँ 21 सेकेन्ड ल। धारा 27 त्यसपछि तपाईँ बुझिरहनु भएको छ नि। अब तपाईँको हेर्नु है अब यसरी तपाईँले अहिलेसम्म सर यसरी याद गर्दै जानु पर्यो तपाईँहरूले। अब धारा भनेर याद गर्नु भएन भने पनि समानपूर्वक बाँच्न पाउने अधिकार, समानताको अधिकार, त्यसपछि सञ्चारको अधिकार, न्यायको अधिकार, अपराध पीडितको हक अथवा यातना विरुद्धको हक, निवारक नजरबन्द अथवा राइट के अरे एगेन्स्ट प्रिभेन्टिभ डिटेन्सन भनेर भन्न मिल्छ। छुवाछुत वा भेदभाव विरुद्धको हक, सम्पत्तिको हक भने यसरी यी सबै कुराहरू तपाईँले एक एक गरेर लेख्नुपर्ने हुन्छ। धार्मिक स्वतन्त्रताको हक अर्को छ सूचनाको हक होइन। तपाईँले प्रत्येक नागरिकले आफ्नो सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्न वा पाउने हक हुनेछ। सूचना तपाईँले त्यही भएर जति पनि सरकारी कार्यालय जानु सूचना अधिकारी हुनुहुन्छ उहाँलाई तपाईँले जुन सार्वजनिक कार्यालय अथवा सरकारी कार्यालय भनेको त सबै जनताको होइन, त्यहाँ गएर तपाईँले कुनै पनि सूचना कुनै पनि एकदम गोप्य खालका दिन नमिल्ने सूचना छन् भने छुट्टै हो। तर यहाँको के छ भन्दा सूचना तपाईँले पाउने तपाईँको हक हुन्छ। यहाँ अथवा स्थानीय तहमा गएर तपाईँले आफ्नो स्थानीय तहमा गएर यहाँ कति यो बजेट आयो, कुन कुन क्षेत्रमा कति बजेटहरू खर्च भएका छन् भनेर सूचना माग्न पाउनुहुन्छ। त्यो सूचना उहाँहरूले दिनुपर्छ। सूचना दिनु भएन भने तपाईँले मेरो सूचनाको हक हनन भएको छ त्यस कारणले यो चाहिँ मेरो फन्डामेन्टल राइटको ब्रिज भएको हो भनेर तपाईँले अदालत जान मिल्छ। त्यही भएर फन्डामेन्टल राइटको चाहिँ यो हरेक अधिकारलाई अदालतमा हामीले यसले गएर क्लेम गर्न दाबी गर्न पाउँछौँ। कुनै पनि निकायको विरुद्धमा यो अधिकार प्रयोग गर्न, निकाय राज्यको विरुद्ध यो अधिकार प्रयोग गर्न पाउँछौँ। अब गोपनीयताको हक भनेको छ कुनै पनि व्यक्तिको जीव, आवास, सम्पत्ति, लिखत, तथ्याङ्क, पत्राचार वा चरित्र सम्बन्धी विषयको गोपनीयताको कानुन बमोजिम बाहेक अनतिक्रम्य हुनेछ भनेको कसै गरी पनि हनन हुने छैन भने कहिलेकाहीँ कानुनले चाहिँ अब कहिलेकाहीँ चाहिँ गोपनीयताको हक हनन हुन सक्छ भने कुनै पनि तपाईँको हुन्छ नि कहिलेकाहीँ अब तपाईँको ब्याङ्क ब्यालेन्स कति हो, कति छ तपाईँको ब्याङ्क ब्यालेन्स भनेर कसै सोध्यो भने म तपाईँले मेरो ब्याङ्क ब्यालेन्स यति हो, मेरो धन सम्पत्ति यति हो भनेर सबैलाई भन्नु त परेन। हेर्नु तपाईँ सार्वजनिक पद धारण गर्ने कुनै व्यक्ति हुनुहुन्छ जस्तो प्रधानमन्त्रीले त अब अथवा मन्त्रीहरूले त के गर्नु पर्यो भन्दा उनीहरूले त कुल सम्पत्ति उनीहरूको कति हो भनेर सार्वजनिक गर्नुपर्छ भनेको छ नि। तर अब त्यो कानुन बमोजिम चाहिँ उनीहरूले चाहिँ गर्नु पर्यो। यतिकै तपाईँलाई कोही व्यक्तिले तपाईँको सम्पत्ति कति तुरुन्त मलाई जानकारी दिलाउनु पर्यो होइन भने भनेर भन्न मिल्दैन। किनभने तपाईँको त्यो गोपनीयताको तपाईँले कति सम्पत्ति तपाईँसँग छ खातामा, तपाईँको ब्याङ्क ब्यालेन्स कति छ, के छ भनेर भनेकै यी लगायतका कुराहरू तपाईँको चाहिँ गोपनीयताका हक के गर्नुहुन्छ काम अथवा तपाईँ हुन्छ कुनै पनि किसिमको होला नि तपाईँलाई चाहिँ यो कुरा मलाई सेयर गर्न मन लाग्दैन भन्नु होला। तर त्यस्ता कुराहरू तपाईँले प्राइभेसी राइट टु प्राइभेसी अन्तर्गत प्रयोग गरेर आफूले त्यसलाई गर्न सक्नुहुन्छ। यस्तै अब अर्को छ तपाईँको शोषण विरुद्धको हक भन्छ होइन। शोषण विरुद्धको हक भनेर भन्ने
अब तपाईँको कुनै पनि किसिमको शोषण अथवा शोषण यो त खालको गतिविधि त हामीले गर्न हुँदैन होइन। शोषण गर्ने हो जति पनि हुन्छ यो के को आधारमा गरिन्छ त भन्दाखेरि धर्म प्रथा परम्परा संस्कार प्रचलन अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई कुनै किसिमको शोषण गर्न पाइने छैन। अब हिजो दिनमा मानव बेचबिखन गर्ने दास बनाइने चाहिँ होइन त्यो गर्ने पनि प्रविधिहरू थिए। यो चाहिँ गर्न पाइँदैन भनेर शोषण गर्ने कहिलेकाहीँ श्रम शोषण हुनसक्छ होइन। कुनै पनि किसिमको लाभ नदिकन उसलाई चाहिँ श्रम शोषण गराउन सक्ने होला कसैलाई चाहिँ अब हिजो दिनमा अब कमलरीहरू बनाएर राख्ने अथवा चाहिँ गाउँघरमा हुन्थ्यो नि कुनै पनि यसो खाना लाउनु मात्रै दिने तर अब हली बनाउने भन्ने प्रचलन पनि हिजो दिनमा चलेको थियो। तर उसलाई चाहिँ अब त्यो बापत कुनै पनि स्यालेरी एक्स्ट्रा कुनै पनि बेनिफिट दिने गरिदिन्थ्यो। उसलाई उसको श्रम शोषण गरिन्थ्यो भने अब यस्तो चाहिँ यो श्रम शोषण विरुद्धको पनि हक चाहिँ फन्डामेन्टल राइटको रूपमा रहेछ। अब स्वच्छ वातावरणको हक भनेको छ। स्वच्छ वातावरणमा यो तपाईँहरूले सहज रूपमा ल्याउन सक्नुहुन्छ र होइन। अब राइट टु क्लिन इन्भाइरोमेन्ट होइन एकदम स्वच्छ वातावरणमा बाँच्न पाउने चाहिँ हक हुन्छ। तपाईँले कुनै पनि किसिमको प्रदूषण भयो भने प्रदूषण जन्य यो यसको चाहिँ उ गरौँ भन्ने यसमै तपाईँले अब अघि मैले तपाईँले एउटा केस इक्जाम्पल दिएको थिएँ सूर्यप्रसाद शर्मा ढुङ्गेल भर्सेस गोदावरी मार्बल फ्याक्ट्रीको मैले एउटा केस तपाईँहरूलाई साइड गरेको थिएँ। त्यो केसमा चाहिँ गोदावरीमा रहेको बनेको मार्बल फ्याक्ट्री जुन थियो त्यो मार्बल फ्याक्ट्रीले तत्काल मार्बल फ्याक्ट्री चाहिँ त्यति बेला बन्द एउटा मुद्दा पऱ्यो। सूर्यप्रसाद शर्मा ढुङ्गेलले मुद्दा हाल्यो किनभने त्यो मार्बल फ्याक्ट्री वरिपरिको पर्यावरणीय स्ट्रक्चर र त्यहाँ वरिपरि भएका गाउँलेको जनजीवन प्रभावित पारेको थियो किनभने त्यहाँबाट निस्किने त्यो धुलो र धुवा चाहिँ एकदमै हानिकारक हुन्थ्यो एकदम पोइजनस हुन्थ्यो होइन। त्यसले गर्दाखेरि राम्रो वातावरण स्वच्छ वातावरणमा उनीहरू बाँच्न पाउनु उनीहरूको हक चाहिँ हनन भयो भनेर मुद्दा परेको थियो। पछि त्यो मार्बल फ्याक्ट्री बन्द पनि गराइयो होइन। अदालतको आदेशबाट बन्द पनि भएको भनेपछि यसरी हेर्दा स्वच्छ वातावरणमा बाँच्न पाउने पनि हाम्रो चाहिँ हक रहेछ भन्ने। अब तपाईँले अब हामीसँग समयहरू पनि अलिकति अन्तिम एकदमै भएको कारणले गर्दाखेरि अर्को तपाईँको अरू यसपछिको अलिक हकहरू तपाईँले सहज रूपमा बुझ्नुहुन्छ। एउटा याद चाहिँ गर्नु पऱ्यो तपाईँले शिक्षा सम्बन्धी। शिक्षामा आधारभूत शिक्षाको हक भनेको छ। माध्यमिक शिक्षासम्म त निःशुल्क भनेको छ। अपाङ्गता भएका र आर्थिक रूपमा विपन्न नागरिकले त उच्च शिक्षासम्म चाहिँ निःशुल्क पाउने र इभन ब्रेल लिपि गर्ने शारीरिक रूपमा असक्त भएकाहरूलाई दृष्टिबिनका लागि ब्रेल लिपि अथवा बहिरा होइन अथवा बोल्न नसक्ने सुन्न नसक्नेहरूका लागि विशेष खालको प्राविधिक शिक्षा दिन सक्ने कस्ता खालका उहरू हुन सक्छन् भनेर हामीले उहरू हेर्न सक्छौँ होइन। त्यो पनि हाम्रो फन्डामेन्टल राइटको रूपमा चाहिँ कन्स्टिट्युसनले आर्टिकल 31मा यसलाई ग्यारेन्टी गरेको छ होइन। त्यही भएर अब शिक्षा सम्बन्धी हकमा हामीले अब माध्यमिक शिक्षासम्म कुनै पनि अब प्राइभेट स्कुलहरू त भन्दैनौँ हेर्नु तर कुनै पनि सरकारी स्कुल छ अथवा हामीले नेपाल सरकारबाट चलेको स्कुल विद्यालय छ भने उसले कुनै पनि शुल्क नलिकन निःशुल्क रूपमा उसले अध्ययन अध्यापन गराउनुपर्छ होइन। अथवा कसैलाई अध्ययन अध्यापनबाट वञ्चित गराउनु हुँदैन। कुनै स्कुलबाट उसलाई निकाला गरिदिने त्यो भर्नै गर्न नदिने गरियो भने त्यो फन्डामेन्टल राइटको हनन हुन्छ। अथवा कोही एकजना अथवा विपन्न एकजना व्यक्तिले आफ्नो बालबच्चालाई पनि नपढाइकन है नपढाइकन उसलाई चाहिँ काममा लगाउने सानै उमेरदेखि ऊ 8-10 वर्ष गर्नदेखि लिएर कुनै एउटा फिजिकल्ली रूपमा गर्नुपर्ने खालका कुनै कामहरू गर्न लाउने पढाइ नै गर्न नगर्ने हो भने पनि त्यस्तोमा हामीले जो कोहीले गएर पनि त्यो कुराहरूलाई पब्लिक इन्ट्रेस्ट लिटिगेसनको थ्रुमा सार्वजनिक सरोकारको विषयको रूपमा कोही व्यक्ति जबरजस्ती उसलाई पढ्नबाट वञ्चित गराइएको भनेर यसरी उसको त्यो फन्डामेन्टल राइट हनन भयो भनेर हामी जान्न सक्छौँ। र यो अर्कोमा भाषा तथा संस्कृतिको हक भनेको छ। सबैको आफ्नो भाषा र संस्कृति हुन्छ। यो हामीले आफ्नो भाषा संस्कृति आफ्नो मौलिकतालाई जोगाउन सक्ने आफ्नो त्यसको हक हुन्छ। आफूले इच्छाएको व्यक्तिलाई आफ्नो भाषाहरू बोल्न सक्ने त्यसको अधिकार हुँदो रहेछ। त्यस्तै रोजगारी अर्को 33मा तपाईँको धारा 33मा रोजगारीको हक हुनेछ भने छैन। सबैलाई रोजगारी हक हुनेछ। रोजगारी शर्त अवस्था बेरोजगार सहायता सँगै कानुन बमोजिम हुनेछ भने आफूले म कुन जब गर्ने भनेर राज्यले छुट्याउने होइन। मैले इच्छाएको आफूले चाहेको कुनै पनि किसिमको कामहरू रोजगारको कुनै पनि किसिमको कामहरू गर्न पाउने मेरो फन्डामेन्टल राइट हो भनेर भन्नु। कुनै पनि किसिमको रोजगारी। यस्तै लेबर राइट अफ लेबर भनेर चाहिँ आर्टिकल 34 भन्छ श्रमको हक। प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ भनेर भनेको छैन। र श्रमलाई उचित पारिश्रमिक सुविधा योगदान दिएर हरेक श्रमिकले एउटा उचित श्रम चाहिँ श्रम गरिसकेपछि उसले श्रम गर्न पाउनुपर्छ र श्रम गरे बाबत उसले निश्चित पारिश्रमिक सुविधाहरू पनि प्राप्त गर्नुपर्छ होइन भनेर भनेको छैन। त्यही भएर श्रमिकलाई इभन यहाँ त ट्रेड युनियनहरू खोल्न पाउने अधिकार कहाँ लेखिएको छ भने ट्रेड युनियन खोल्न पाउने त एउटा फन्डामेन्टल राइट रहेछ नि त होइन। भनेको श्रमिकहरूले ट्रेड युनियन खोल्ने त्यसमा सहभागी भएर सामूहिक रूपमा चाहिँ कुनै पनि सामूहिक रूपमा
क्लेम गर्न पाउने अधिकारहरूको वकालत गर्न पाउँदा रहेछन्, यो अधिकारहरूको माग गर्न पाउने रहेछन् होइन। फर्दर त्यो भनेको श्रमको हक भयो, राइट अफ लेबर भन्छ यसलाई। स्वास्थ्य सम्बन्धी हक छ अर्को धारा 35 मा, स्वास्थ्य राज्यबाट पाउने आधारभूत स्वास्थ्यहरू चाहिँ निःशुल्क प्राप्त गर्नुपर्ने छ र कसैलाई आकस्मिक सेवाबाट पनि वञ्चित गराउनु हुँदैन भनेको छ। उपचारको हक पनि, खासमा स्वास्थ्यको राइट अफ हेल्थ पनि, राइट रिलेटिङ टु हेल्थ पनि हाम्रो चाहिँ फन्डामेन्टल राइट नै हो। यसलाई पनि के भनेको छ भन्दा सबै नागरिकलाई स्वास्थ्यमा समान पहुँच हुनुपर्छ भनेको हरेक भूगोलमा बस्ने, कोही दुर्गममा बस्ला, कोही एकदम सुगम ठाउँमा पनि बस्ला, तर दुर्गममा बस्ने मान्छेले स्वास्थ्यमा पहुँच कस्तो छ भन्दा सबै राज्यका सबै नागरिकलाई समान रूपमा स्वास्थ्यको कोषमा समान पहुँच हुनुपर्छ भनेर चाहिँ संविधानले व्यवस्था गरेको अनुसार बमोजिम रहेको छ। र यसरी अब हामीले अर्को चाहिँ तपाईँको खाद्य सम्बन्धी भन्छ राइट अफ फुड होइन। अब यसलाई प्रत्येक खाद्यको अघि पनि मैले तपाईँहरूलाई भने हरेक नागरिकलाई खाद्यको फुड राइट रिलेटिङ टु फुड चाहिँ व्यवस्था गरिएको छ। अनि यसमा चाहिँ आफूले अब इच्छाइएको कुराहरू खाद्य सम्प्रभुता भन्छ, फुड सोभरेनिटीको अधिकार, तपाईँलाई इच्छाइएको कुरा खाने होइन। तपाईँ भेजिटेरियन भएर खानुहोस् कि नन भेजिटेरियन तपाईँको इच्छा हो, तपाईँले यसले कस्तो खालको कुराहरू खानुहुन्छ त्यो कुरामा कसैले पनि तपाईँलाई नियन्त्रण गर्ने, यो गर्ने त्यो गर्ने भनेर भन्ने कुरा हुँदैन। त्यही भएर यो पनि राइट रिलेटिङ टु फुड छ। अर्को तपाईँको हाउसिङसँग रिलेटेड सबै नागरिकलाई चाहिँ आवासको व्यवस्था गरिनेछ, त्यसको हक हुनेछ भनेको छ। कसैको निजी स्वामित्वमा रहेको वासस्थानबाट हटाउन अतिक्रमण हुने छैन भनेर भनेको छ। यस्तै आर्टिकल 38 मा राइट अफ वुमेन, महिलाको पनि अधिकार छुट्टै। अब यसमा संविधानले महिला यो विविध समुदाय लक्षित गरेर राइट अफ वुमेन, महिलाको छुट्टै अधिकारको कुराहरू गरेको छ। अब यसमा हेर्दाखेरि हामीले राइट अफ वुमेनको कुरा गर्दा प्रत्येक महिलालाई लैङ्गिक, अब हामीले के हेर्नुपर्छ त भन्दा लैङ्गिक भेदभाव बिना उनीहरूलाई चाहिँ अधिकारको व्यवस्था गर्नुपर्छ। कुनै पनि किसिमको लैङ्गिक भेदभावहरू गर्न मिल्दैन भनेर भनेको छ होइन। यसरी यो चाहिँ कस्तो अधिकार, यो चाहिँ अब राइट अफ वुमेन चाहिँ यो अलिक पछि हामीले चाहिँ कन्भेन्सन अन एलिमिनेसन अफ अल फ्रम डिस्क्रिमिनेसन अगेन्स्ट वुमेन भनेर चाहिँ एउटा सिड भन्ने CDAW भन्ने एउटा सन्धिमा चाहिँ हस्ताक्षर गरिसकेपछि बिस्तारै महिलाका अधिकारहरू पनि चाहिँ कानुनी रूपमै त्यो अधिकारहरूलाई चाहिँ सुरक्षित गराउनुपर्छ भनेर राइट अफ वुमेनलाई फन्डामेन्टल राइटको रूपमा, र यसमा पनि हरेक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ भनेर भनेको। यो सम्बन्धी प्रजनन स्वास्थ्य, रिप्रोडक्टिभ हेल्थ र सेफ मदरहुड, सुरक्षित मातृत्वको अधिकार हुने भनेको छ। र योभन्दा बाहेक अन्य कुनै पनि किसिमले उनीहरूलाई भेदभाव गर्ने अथवा शोषण गर्ने खालका गतिविधिहरू अथवा हिंसात्मक कुनै पनि किसिमको गतिविधिहरू गर्न पाइँदैन भनेर भनिएको छ होइन। र महिलाको सँगसँगै बालबालिकाको छुट्टै अधिकार भनेर पनि राइट अफ चिल्ड्रेन भनेर यसरी व्यवस्था गरेको छ। बालबालिकालाई पनि के अधिकार हुने भन्दा हरेक बालबालिकाले आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको उसको जन्मदर्ताको हक हुँदो रहेछ भनेर फन्डामेन्टल राइटको रूपमा। कोही पनि व्यक्तिलाई जन्मदर्ताबाट वञ्चित गराउनु हुँदैन, उसको त्यो फन्डामेन्टल राइट रहेछ। र यसरी उसको परिवार, राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन लगायत सम्पूर्ण यो उसको चाहिँ शारीरिक विकास, हरेक हिसाबको विकास, व्यक्तित्व विकासको चाहिँ हक हुनेछ भनेर भनेको छ। त्यही भएर अथवा बालबालिकालाई अर्को हक के छ भन्दा कुनै पनि कल कारखाना, खाने वा कुनै जोखिमपूर्ण काममा चाहिँ लगाउनु हुँदैन, त्यस्ता कामहरू गर्न लगाउने पनि गर्नु हुँदैन भनेर भनेको छ। बाल विवाहलाई दुरुत्साहन गरेको छ। त्यसपछि गैरकानुनी रूपमा ओसार पसार गर्ने, अपहरण वा बन्द राख्न पाउने, यो सबै राख्न नपाउने भन्ने कुराहरू पनि बालबालिकाको मौलिक हककै रूपमा व्यवस्था गरिएको छ। र यसरी महिला, अब हामीले छुट्टै कुनै वर्ग समुदायलाई समेटेर कस्ता खालका मौलिक हक रहेछन् भन्दा एउटा हामीले धारा 38 मा राइट अफ वुमेन पढ्यौँ, अर्को बालबालिकाको हकमा राइट अफ चिल्ड्रेन पढ्यौँ भने अर्को चाहिँ राइट अफ दलित भनेर भनेको छ। दलितको अधिकार भनेको छुट्टै एउटा धारा 40 संविधानको आर्टिकल 40 मा राइट अफ दलित भनेर व्यवस्था गरेको छैन। दलित यसमा समानुपातिक समावेशिताको कुरा गरेको छ, भेदभाव रहित समाजको हुनुपर्छ भनेर कुरा गरेको छ, उनीहरूको सामुदायिक सशक्तिकरण हुनुपर्ने, उनीहरूको प्रतिनिधित्व र कसरी त्यसलाई उनीहरूको सहभागिता गराउन सकिन्छ त्यसको विशेष व्यवस्था राज्यले गर्नुपर्छ भनेर त्यसमा व्यवस्था लेखिएको छ। र यसरी हामीले चाहिँ
यो दलितको अधिकार भनेको पनि फन्डामेन्टल राइटकै रूपमा रहेछ भनेर तपाईँले यो पनि यसो सर हेर्न सक्नुहुन्छ। र यसरी ज्येष्ठ नागरिकको पनि छुट्टै अधिकार राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हक हुनेछ भनेर भनेको। र यसरी चारवटा विशेष खालको समुदायलाई अथवा कुनै एउटा उसलाई वर्गलाई तोकेर भनेका चारवटा मौलिक हक चाहिँ राइट अफ वुमेन, राइट अफ चिल्ड्रेन, राइट अफ दलित अनि राइट अफ सिनियर सिटिजन भनेर जुन यो ज्येष्ठ नागरिक हो यी चारवटा हकको कुरा गरेका छ। र सामाजिक न्यायको हक भनेको अब सामाजिक सोसल सेक्युरिटी अथवा सोसल जस्टिसको हक भनेको छ होइन। अब सोसल जस्टिसको हक भनेको सबै समावेशिता, हामीले जति पनि कुरा गऱ्यौँ सबै वर्ग समुदाय सम्प्रदाय जति पनि धर्म संस्कृति क्षेत्र वर्ग समितिका व्यक्तिहरू छन् उनीहरूको सहभागिता अथवा कहीँहरूको प्रतिनिधित्वको उनीहरूको हक हुन्छ भने त्यसलाई सुरक्षित गराउनुपर्छ राज्यले। त्यो पनि फन्डामेन्टल राइट हो भनेर भनेको छौँ। सामाजिक न्याय अन्तर्गत सोसल इन्क्लुजन भनेको छौँ हामीले अहिले। उनीहरूलाई सामाजिक वर्ग उत्थानका लागि चाहिँ त्यो वर्गलाई समेट्नका लागि छुट्टै कार्ययोजनाहरू राज्यले बनाएको छ अथवा स्पेसल प्रिभिलेज स्वरूप सोसल इन्क्लुजन समावेशिता भनेर चाहिँ कोटा सिस्टमहरूको व्यवस्था पनि गरेको छ। साथसाथै विभिन्न समुदायहरूलाई यस्तै यस्तै वर्गहरूलाई समेटेर उनीहरू पनि व्यवस्था गरेको छैन। सामाजिक सुरक्षा भत्ताहरू व्यवस्था गर्नेदेखि लिएर यी सबै कुराहरू पनि फन्डामेन्टल राइटकै रूपमा रहेछन्। विभिन्न समुदाय उनीहरूको उत्थानका लागि राज्यले के गरेको छ त भन्दा अब सामाजिक सुरक्षाको अन्तर्गत ज्येष्ठ नागरिकहरूलाई भत्ताको व्यवस्था गरेको छ, अनि एकल महिलाको भत्ता छ, यस्तै दलित बालबालिकालाई चाहिँ कसैलाई पनि दिने भत्ताहरूदेखि लिएर यस्ता कुराहरू चाहिँ सामाजिक न्याय र यो सामाजिक न्यायबाट यी सबै कुराहरू सबै वर्ग समुदायलाई समेटेर चाहिँ उनीहरूको सहभागितालाई सुनिश्चितता गराउनका लागि राज्यले गर्ने कार्य हो। र यसलाई चाहिँ मौलिक हक उनीहरूको मौलिक हककै रूपमा यसलाई समावेश गरेको छ। र यसरी सामाजिक न्याय पाउने र समावेशिता है यसमा सबैभन्दा फोकस गर्नुपर्ने चाहिँ समावेशिता र सहभागितालाई अलिकति फोकस गरेको भनेर भन्नु पऱ्यो। र 43 पनि अलिकति यस्तै खालको सामाजिक सुरक्षा भनेर भनेको छ। अब यो सामाजिक न्याय कसरी हुन्छ भन्दा अघि समावेशिता र सहभागितालाई कसरी सुनिश्चित गराउने भन्दा सामाजिक सुरक्षाका माध्यमबाट हुन सक्छ। आर्थिक रूपमा विपन्न अशक्त असहाय अवस्थामा रहेका असहाय एकल महिला अपाङ्ग भएका व्यक्ति बालबालिका आफ्नो हेरचाह आफैले गर्न नसक्ने तर लोपोन्मुख जातिहरू यसरी नागरिकलाई कानुन बमोजिम सामाजिक सुरक्षाको व्यवस्था हुनेछ। सामाजिक सुरक्षा पनि कसैलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरेर होला अथवा कसैलाई छुट दिएर विभिन्न उहरूमा छुट दिने गरेको छ। जस्तो ज्येष्ठ नागरिकहरूलाई 17 वर्षभन्दा माथिलाई विभिन्न स्वास्थ्य सेवामा छुट दिने गरिएको छ। विद्यार्थीहरूलाई चाहिँ ट्राभलहरूमा तपाईँको आइडी कार्डहरू स्टुडेन्ट आइडी कार्ड देखाएर तपाईँ 45% छुट दिने भन्ने व्यवस्थाहरू गरिएका छन्। यी सबै कुराहरू सामाजिक सुरक्षा अन्तर्गत पर्छन्। राज्यले पनि गर्छ होइन। यो सबै राज्यले व्यवस्था गरेको यो सबै अपाङ्गता भएका व्यक्तिहरूलाई समेत राज्यले छुट्टै भत्ता दिने उनीहरूका लागि विशेष व्यवस्था गरिदिने अनि अन्य व्यवस्थाहरू गरिदिएको छ। यो सामाजिक सुरक्षा अन्तर्गत पर्छ र यसलाई पनि हामीले फन्डामेन्टल राइटको रूपमा यो चाहिँ पहिलोपटक नेपालको संविधानमा उल्लेख गरिएको सामाजिक सुरक्षाको हक हो। हामी यो गणतन्त्रमा पछि आइसकेपछि हामीले यो फेडरल सिस्टममा गइसकेपछि अलिकति र यो समाजवाद उन्मुख हाम्रो राज्य व्यवस्था हुनेछ अर्थतन्त्र हुनेछ भन्ने कुरालाई ध्यानमा राखेर समानता भएको दिनमा समानता र समतामूलक समाज निर्माण गर्नका लागि ल्याएको एउटा फन्डामेन्टल राइट हो। र उपभोक्ताको हक भनेको कन्ज्युमरको प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु अथवा सेवा प्राप्त गर्ने हक हुनेछ। गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनी क्षतिपूर्ति पाउने कसैले पनि हरेक व्यक्तिलाई आफ्नो गुणस्तरयुक्त अब सामान चिज वस्तु उपयोग गर्न पाउने। यदि कसैले चाहिँ बदनियतपूर्ण ढङ्गबाट गुणस्तरहीन वस्तुहरू चाहिँ तपाईँलाई प्रयोग गर्न बाध्य बनाउँछ भने त्यसबाट हुने क्षतिपूर्ति त्यसबाट हुने हानि नोक्सानीको क्षतिपूर्तिसम्म तपाईँले कानुन बमोजिम पाउनुपर्छ भन्ने पनि फन्डामेन्टल राइट छ। र देश निकाला विरुद्धको हक भनेर धारा 45 जुन भनिएको छ कसैलाई कुनै नागरिकलाई देश निकाला गरिने छैन भनेर नो सिटिजन साल बी चाहिँ एक्जाइल्ड भनेर भनेको छ। कसैलाई पनि देश निकाला गर्न पाउने कानुनी व्यवस्था छैन अहिले चाहिँ। पहिला अब पञ्चायती व्यवस्थामा सम्म पनि रहँदाखेरि पनि देश निकालाहरू देशबाट निकाला गरिएका। अब त्योभन्दा अगाडि राणा शासन भइरहेको 2007 साल अगाडि त एकदमै धेरै नै देश निकाला गर्ने घटनाहरू हामीले सुनेका छौँ। र अहिले चाहिँ कसैलाई पनि राज्यले आफैले देश निकाला गरेर गर्न पाउने चाहिँ छैन। किनभने यो चाहिँ फन्डामेन्टल राइट नै हो। फन्डामेन्टल राइट नै के रूपमा उल्लेख गरिएको छ। र यसरी र अन्तिममा 46 मा अघि पनि मैले तपाईँलाई संवैधानिक उपचारको हक भनेको छु। अहिलेसम्म हामीले योभन्दा माथि जति पनि 30 वटा फन्डामेन्टल राइट पढ्यौँ
यो 31औं फन्डामेन्टल राइट जुन छ, यो फन्डामेन्टल राइटले यी सबै अगाडिका मौलिक हकहरूलाई चाहिँ लाई प्रत्याभूत गर्ने, त्यसलाई ग्यारेन्टी गर्ने र ग्यारेन्टी अथवा उपचार यो प्राप्त गरिने भने कहाँ गएर प्राप्त गर्ने, कसरी प्राप्त गर्ने भन्ने कुराको व्यवस्था गर्छ। तपाईँले फन्डामेन्टल राइट लेख्दा यी सबै कुराहरूलाई लिस्ट अघि मैले भने बमोजिम तरिकाले लेख्ने, धारा धारा गरेर तपाईँले याद गरेर लेख्न सक्नुहुन्छ भने तपाईँले त्यो राम्रो उत्तम हुन्छ, नम्बर राम्रो आउँछ। त्यो लेख्न नसक्दा तपाईँले 31वटामा सकभर कुनै पनि नछुटुन् त्यो हिसाबले लेख्नु होला। थोरै एक दुई लाइन भनेर पनि व्याख्या गर्नु होला। पछाडि जति पनि फन्डामेन्टल राइट थिए अगाडिका केहीको चाहिँ व्याख्या एकदम लामो गरिएको छ संविधानमा, पछाडिकाको चाहिँ एक दुईवटा मात्रै उपधारामा व्याख्या गरिएको छ। त्यो तपाईँहरूले सहजै रूपमा याद गर्न सक्नुहुन्छ। अलिअलि तपाईँहरूले मिलाइ यो पढिसकेपछि तपाईँले आफ्नो शब्दमा यिनै कुराहरूलाई आफ्नै शब्दमा पनि लेख्न सक्नुहुन्छ, यो हरेक धाराभित्र लेखिएका कुराहरूलाई। र फन्डामेन्टल राइट यिनै हुन्। तपाईँले अब फन्डामेन्टल राइटलाई सोधिरहँदा कस्ता खालका फन्डामेन्टल राइट छन् भनेरै सोध्छ होइन। र तपाईँहरूले त्यो लेखेर सँगसँगै फन्डामेन्टल राइटलाई चाहिँ राज्यले ग्यारेन्टी गरेको छ, यो पालना नभएको अवस्थामा अथवा यो ग्यारेन्टी नभएको राज्यले अथवा कसैले भयोलेट गरेको अवस्थामा चाहिँ हामीले कानुन बमोजिम उपचार प्राप्त गर्न सक्छौँ। त्यो चाहिँ उपचार भनेको सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्रको धारा 133लाई प्रयोग गरेर हुन्छ कि उच्च अदालतको अधिकार क्षेत्र बमोजिम 144लाई प्रयोग गरेर हुन्छ। त्यो तवरबाट हामीले ऐन कानुन बमोजिम प्राप्त गर्न सक्छौँ भनेर भनेको छ। बुझिन्छ ल। आज समय 1.5 घन्टा पनि भइसकेछ होइन, यो अलिक लामो पनि भएर हो। तपाईँहरूले लेख्न सक्नुहुन्छ नि सबैले है। आजलाई ल यति नै गरौँ। कसैको केही छ भने सोध्न सक्नुहुन्छ। हजुरहरूको अब केही छैन भने चाहिँ हामीले कक्षालाई एउटा बिच सोधौँ। मार्नु। हजुर सर एउटा अब यो हजुर 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 यो फन्डामेन्टल राइट्स चाहिँ हामीले ऐन बिना पनि दाबी गर्न पाइन्छ कि पाइँदैन, के छ सर? ऐन बिना नि पाइन्छ। अब तपाईँले यही संविधानमै लेखे बमोजिम नै, किनभने यहाँका हरेक कुराहरू त यो ऐन छुट्टै ऐन बनेर अझै निर्देशित भइसकेका छन् हेर्नु होइन। हजुर त्यही भएर ऐन नभए तापनि यही नै दफालाई समातेर दाबी गर्न सक्छौँ होइन। त्यो अनुसारले हामीले यो चाहिँ फन्डामेन्टल राइट भएकोले हिसाबले त्यो गर्न सक्छौँ। यसलाई चाहिँ असाधारण तपाईँ अनम्युट गरिदिनु होला ल। अब यही हो तपाईँहरूले अब यो लगभग स्योर सर्टै एउटा संविधान यो फन्डामेन्टल राइट अन्तर्गत एउटा स्योर सर्टै क्वेसन आउँछ होइन। तपाईँहरूले यो सर अध्ययन गर्नु। तपाईँहरूले यो अध्ययन गर्नुभयो भने तपाईँले अरू क्वेसनहरूमा पनि कुनै कुराहरूमा पनि लेख्न सक्नुहुन्छ। सर सबै समेट्ने गरी 31वटै लेख्ने गरी अझै धारा पनि उल्लेख गरेर लेख्न सक्नुभयो भने राम्रो हुन्छ। राम्रोसँग अध्ययन गर्नु होला, अलिकति प्र्याक्टिस गर्नु होला सर। र यो याद गर्ने लेखेर यसो लेखेर यसलाई प्र्याक्टिस गर्नुभयो भने तपाईँले सक्नुहुन्छ। यसलाई कानुनी उपचारका कुरा पनि तपाईँले लास्टमा लेख्नै पर्ने हुन्छ। र यो कानुनी उपचार चाहिँ संविधानको धारा 143-144लाई प्रयोग गरेर गर्न सकिनेछ। त्यहाँ यस्तो व्यवस्था छ भनेर त्यसलाई फर्दर लेख्नुभयो भने राम्रो हुन्छ है त। ल अब अरू केही छैन भने आजको क्लासलाई अब लगभग यतिमै गरौँ होला। हुन्छ होला। महत्त्वपूर्ण समयका लागि आजको रिसर्च पर्सन समीर रिजाललाई धेरै धेरै धन्यवाद। अनि साथै धैर्यताका लागि सम्पूर्ण परीक्षार्थीहरूलाई पनि धन्यवाद। हामी भोलि फेरि नै भेट्नेछौँ। यति भन्दै आजको लागि यस एलएलबी इन्ट्रान्स तयारी कक्षाको बिट मार्ने जमर्को गरेका छौँ। धन्यवाद। सुनेर साथ